हामीले नगरेको भन्ने इन्डस्ट्रियलाइजेसन नभए भ्यालु एड नगर्न सके हो कि जुन गोलमेडाको 2 रुपियाँमा गइरहेको हुन्छ त्यसलाई के छ बनाउन सक्नु पर्यो अथवा त्यसलाई स्टोर गरेर कोल्ड स्टोरमा त अब सबैको पहुँच नहोला त्यतिर इन्डस्ट्रियलाइजेसनतिर लाग्नु पर्यो। नेपालमा केही बसेर कृषि क्षेत्रलाई भनौँ न केही टेवा पुर्याउनु पर्छ भनेर लागेको अब कृषि विद्यार्थीको रूपमा हेर्ने भने आउँदो दिनमा बिमालाई एकदम प्रायोरिटाइज गर्नुपर्छ। म्याक्सिमम कभरेज चाहिँ यो ट्याग लगाउने कानमा ट्याग लगाउने जुन 4 खुट्टे छ नि त्यो गाई भैँसी बाख्रा सुँगुर बङ्गुरदेखि लिएर भेडा च्याङ्ग्राको भएको छ। कारण के भन्दाखेरि इट्स रिलेटिभली भेरी इजियर टु इन्स्योर। 12 वर्षको हिस्ट्री होइन अहिलेसम्म कृषि बिमा किसानको लागि नभएर राज्यको लागि भएको छ। नेपालको लागि कृषि के हो र? कृषि बिमा किन आवश्यक छ? नेपालको लागि कृषि के हो अब यसलाई अब बृहत रूपमा म जान चाहिँ चाहिनँ होइन, तर नेपालको लागि कृषि हाम्रो जिउने आधार हो। जिउने आधार के मानेमा भन्दाखेरि हाम्रो लागि यो इन्कम जेनेरेटिङ सोर्स मात्र नभएर हाम्रो लागि स्वास्थ्य हो। हाम्रो यो कृषिबाट हाम्रो सबै कुरा हुन्छ, जस्तै स्वास्थ्य हुन्छ हाम्रो जुन कृषि कर्म गर्दाखेरि हाम्रो फिजिकल एक्सर्साइज हुन सक्यो त्यो मानेमा स्वास्थ्य हो। त्यस्तै गरेर हामीले कृषिबाट नै हामीले आय आर्जन गर्छौँ, त्यस्तै गरेर हाम्रो साइन्स विज्ञान पनि यसमा छ। कृषि विज्ञान पनि हो हाम्रो लागि आयातको नभएर निर्यातको स्रोत पनि हो होइन। अब यसमा हाम्रो कृषि हाम्रो जीविकोपार्जनको मुख्य स्रोत भएको हुनाले कृषिमा हाम्रो भनौँ न माटोबाट नै सबै चिज सुरु भएको छ र माटोमा नै सकिएको छ। त्यही भएर कृषि भन्दाखेरि हाम्रो एउटा कुरा मात्र छैन, इट्स अ मल्टी डाइमेन्सनल फर अस होइन, अलिकति बहु क्षेत्रहरू जोडेको छ। अब भन्दाखेरि कृषिबाट भनौँ न अरू क्षेत्रहरूले अब भनौँ न धेरै प्रगति गऱ्यो होला नि, तर कसैलाई 2 छाक नखाइकन हामी पनि अगाडि पानी राखेर बसिरहेछौँ होइन। अब बुझ्नु भयो नि, अब पानी नखाइकन अथवा यो स्रोत बिना हाम्रो लागि त सबै थोक हो नि त होइन। कृषिलाई यति भनेर यतिभित्र एउटा सर्ट एन्ड स्विट एउटा बाँकीभित्र चाहिँ हामीले राख्न सकिन्छ जस्तो मलाई लाग्दैन कि। अब हजुरलाई के लाग्छ होइन? अब मैले बुझेको चाहिँ एउटा कृषिको एउटा सठिक परिभाषा हाम्रो लागि छैन। हजुर, हाम्रो लागि मात्र कि सबैको लागि हो यो? अरूको केसमा म तुलना गर्न चाहदिनँ, रिलिभेन्ट हुन नि नसक्ला। भनौँ न अब कुनै विकसित देश भनिन्छ नि जुन हामीले, उनीहरूले प्याकेज फुड बाहेक कसरी ग्रो गर्छ, भनौँ न कृषि कर्म कसरी सुरु हुन्छ, इट्स अ बिग साइन्स, इट्स अ बिग मिस्ट्री। भनौँ न हाम्रो यो कालान्तक युगदेखि चलिआएको कुरा हो। प्याकेजिङ फुडबाट कुनै नर्मल एउटा भनौँ न बच्चाहरूलाई अलि विकसित ठाउँको बच्चाहरूलाई सोध्दैन दुध कहाँबाट आउँछ, पोकाबाट आउँछ भन्ने कुरा आउँछ नि होइन। यो त हाम्रोमा पनि छ नि त्यो साइकल, इट्स कमिङ नाउडेज होइन। तर पहिला हाम्रो पालामा त थिएन, अझ बाबुबाजेको पालामा त सम्भवै भएन। त्यो भनेको हाम्रो आँखाबाट नजरबाट हेर्ने भने कृषि एकदम बृहत छ भन्छु है म है। एग्री बिजनेसले त पुरै हेर्ने चाहिँ हजुर एग्रिकल्चर सेक्टरलाई ग्रो गर्ने हो नि त। हजुर, अनि यो के छ त नेपालमा सम्भावना एज त्यो पाटोबाट हेर्दा बाहिरको पाटोमा के छ यो? मेरो दृष्टिकोणबाट हेर्ने भने त अब नेपालको लागि कृषि बाहेक अरू विकल्प नै छैन होइन। त्योसँग अब हामीले अरू एग्रो टुरिज्म भनेर जोड्न सकिन्छ। भनौँ न टुरिस्टहरूलाई पनि अर्ग्यानिक फार्मिङदेखि लिएर आफै टिपेको। अस्ति मामा गरेर जाँदाखेरि एकजना जापानिज आउनु थियो कि टुरिस्ट, जस्ट एउटा खेतमा चाहिँ हलो जोतिराख्नु भएको थियो एकजना किसानले, र त्यो फोटो एउटा क्लिक लिनुभयो उहाँले आफ्नो क्यामेराबाट। र यो चाहिँ मैले लगभग यति एउटा फोटोले चाहिँ मेरो यो टुरको सबै एक्सपेन्सहरू कभर गर्छ भन्नुभयो कि। द्याट मिन्स त्यति एडभान्समेन्ट छ कि। भनिसकेपछि हामीलाई जे गर्छ नि, चाहे सानो कुरा होस् चाहे ठुलो कुरा होस्, हामीसँग विकल्प छैन। त्यो कृषिसँग पर्यटनलाई हामीले जोड्न सकिएला, अरू कुराहरू जोड्न सकिएला, तर समग्र ओभरअल हेर्ने हो भने चाहिँ हामीलाई कृषि नै हो जस्तो लाग्छ मलाई चाहिँ। तपाईँ यता मास्टर पनि एग्री बिजनेसको भइहालेको, मलाई सोध्नु देशको चाहिँ सबभन्दा मूल अघि आफैले नै भन्नुभयो कृषि नै हो भनेर। हजुर, कृषि गरेर फाइदा छ नेपालमा बस्नलाई हामी जस्तो युवा, कि अब विदेशै जाँदा अप्सन ठिक हो कि? हजुर, कृषिमा चाहिँ कुनै लेभलबाट पनि हजुर त्यो प्रायोरिटीमा चाहिँ छ भन्ने। हजुर, तर कामको सिलसिलामा चाहिँ सबभन्दा बकवास देखेको चाहिँ मैले कृषिको जे पनि कार्यक्रमहरूमा छ। हजुर, अनि त्यो भएको भएर अब हजुरलाई चाहिँ के लाग्छ यसमा कुन समय यति समयपछि यो चेन्जेसमा जान सकिन्छ अथवा यो चेन्जेस हुँदैछ भन्ने केही त्यस्तो छ? एकदम तपाईँले भनेको कुरालाई मैले एकदम क्लियर एन्ड कट एन्सर दिन चाहेँ होइन। कृषिबाट नै हुन्छ र हामी युवाले नै गर्ने हो र यो 100% आवश्यक पनि छ। किन छ म भन्छु है, हाम्रो जुन थिङ्किङ नेचर छ नि, हाम्रो सोच हुन यो जुन सेक्टरमा नि लागु हुन्छ है, हामी अलि नकारात्मक हुन गयौँ कि। कहिले राज्यलाई गाली गरेछ, कहिले कुनै नेतालाई गाली गरेछ, कहिले कुनलाई गाली गरेछ।
आफू कस्तो छ त अदिन आफ्नो कन्ट्रोलमा हाम्रो कन्ट्रोलमा के छ त बाबा प्रधानमन्त्रीले के डिसिजन लिन्छ भने हाम्रो कन्ट्रोलमा छैन तर अब हजुर एउटा अगुवा किसान त्यही पनि व्यवसायिक किसान भएको नाताले तपाईँले तपाईँको फार्मलाई त कन्ट्रोल गर्न सक्नुहुन्छ नि त एउटा उदाहरण भनेर आउन सक्नुहुन्छ नि त अब अरूलाई गालीगलोच गरेको छ होइन आफू वेयर एम आई म ठिक छु कि छैन भन्ने कुरा एकदम माइने एकदम एड्रेस गर्नुपर्ने छ त्यसले उदाहरण भनेर हो हाम्रो देशमा बाहिर गएर भनौँ न विदेशी हाम्रो जनशक्तिहरू हामी जस्तो हजुर जस्तो हामी जस्तो युवा चाहिँ बाहिर गएर देश बन्ने कुरा छुट्टै कुरा हो तर हामीले आफै पेनिट्रेट गरेर अरूलाई हेरेर होइन कि आफैले हेरेर काम गऱ्यौँ भने राम्रो हुन्छ र यसमा अर्को कुरा नि के जोड्न चाह्यो भन्दाखेरि अहिलेको युवाहरूको सबैभन्दा नराम्रो होइन बानी के भन्दाखेरि वी निड अ क्विक रिटर्न त्यो एकदमै सबैलाई छ क्विक रिटर्न इन्भेस्टमेन्ट अलिकति लामोसँग दीर्घकालीन हामी जान चाहँदैनौँ कि त्यो नै हाम्रो अहिलेको ड्रब्याक हो र हजुरले अर्को क्वेसन पनि उठाउनु भएको थियो विदेशी ट्रेन्ड पनि मैले त्यो मान्छेले भने जस्तै देश रित्तिसक्यो दिनको 16,000 युवा बाहिर गएका छन् 10,000 यो वर्षमा यति लाख भनेर तथ्याङ्क छ नि त्यो डिमोटिभेट गर्ने फ्याक्टर मात्र भन्छु कि म अब त्यो ब्रेन ड्रेनलाई दुई तरिकाले लिन सकिन्छ मानिलिउँ अब हामी 30, 35, 25 वर्षको युवाहरू विदेश गयौँ र 8-10 वर्ष बाहिर बसेर चाहिँ त्यहाँको नलेज त्यहाँको सिपलाई हामीले भित्र ल्याउन सक्यौँ र फर्केर आयो भने त्यो एकदम राम्रो भनौँ न हामी एकदम देशको लागि माया गर्छौँ भन्ने हो भने त्यहीँ विदेशमा बसेर पनि नेपालमा लगानी ल्याउन सकिन्छ त्यसलाई चाहिँ ब्रेन गेन भनिन्छ ब्रेन गेन त्यहीँ बसेर फर्कियो भने त्यहाँको नलेज हामीले लिएर आइन्छ होइन हामी त्यति सेटल भयो भने त्यहाँबाट चाहिँ आफ्नो फन्डहरू आफूले त्यहाँ सिकेको कुरा प्रोजेक्टहरू ल्याएर नेपाललाई त विकास गर्न सकिन्छ नि त सकिन्छ त्यसको विषयमा कसैले सोचेको छैन अब अहिलेको उदाहरण लिँदाखेरि भनौँ न रिसेन्ट इक्जाम्पल मलाई त्यो एकदम सही लाग्यो कि इन्डियाको केसमा नरेन्द्र मोदी जो हाम्रो प्रधानमन्त्री हुनुहुन्छ नि त इन्डियाको क्यानाडाको सरकार ढलायो किन भन्दाखेरि त्यहाँ जुन उहाँको मन्त्री परिषदहरू पन्जाबी थिए एकदमै त्यो जुन एउटा टसल भएको थियो इन्डिया र क्यानाडाको जुन राष्ट्रपतिले राजीनामा दिनु पर्यो भनेको दे आर इन द फेभर अफ इन्डिया भनौँ न त्यहाँ क्यानाडियन सरकारभित्रका नै मान्छेहरू चाहिँ इन्डियन सिटिजन थिए पहिलाका भन्ने कुरा बुझ्यो नि त त्यही भएर चाहिँ हामी विदेश जानु इट्स नट अ ब्याड थिङ तर त्यसलाई नेपालमा इन्भेस्टमेन्ट पछि हुनु पऱ्यो अहिले जुन भनौँ न रेमिटेन्स आइरहेको छ बाबा रेमिटेन्स आयो अब नेपालमा जुन अवसर हुन सकेन तर अवसर निकालेर नेपालमै त पैसा त आयो नि त होइन तर त्यो लङ टर्म हुन सक्छ कि सक्दैन भन्ने कुराले चाहिँ मायने राख्छ कि उत्पादनको हिसाबले हेर्दाखेरि हजुर जस्तै बाहिरी मुलुकहरूमा उत्पादन भएको र हाम्रोमा उत्पादन चाहिँ कम लाग्छ क्या मलाई चाहिँ हजुर म आफैले नि गर्छु है अब सिर्जना गोलौडा 5 किलो फल चाहिँ एउटा बोटमा भन्छन् अब भन्नेले है हजुर तर फलाएको छ कि छैन मलाई थाहा छैन मैले चाहिँ फलाएको छैन हजुर फले छैन हजुर यो किन बाहिरकोमा चाहिँ धेरै उत्पादन हुने हाम्रो देशमा चाहिँ कमै हुने यसको चाहिँ एन्सर सटिक यही भन्ने छैन एभ्रिथिङ इज इन्टरलिङ्क्ड के कसरी इन्टरलिङ्क छ भन्दाखेरि तपाईँले भन्नु नि एउटा गोलभेडाको 5 केजी उत्पादन होइन एउटाबाट लिन सकिन्छ अब त हजुर लगाउने सायद सिर्जना नै होला जुन अब सबैभन्दा बढी प्रोडक्टिभिटी भएको 105 मेट्रिक टन भनेर चाहिँ हामीले कृषि डायरीदेखि लिएर सबैमा देखिन्छ कि बट एक्चुअल प्र्याक्टिकल सिनारीमा त हुँदैन त्यो किन भएन भन्दाखेरि त्यो 105 मेट्रिक टन पर हेक्टर यानि कि 20 रोपनीमा 105 मेट्रिक टन फल्ने भनेको एउटा कन्ट्रोल इन्भाइरोमेन्टभित्र रिसर्चरहरूले एउटा कन्ट्रोल इन्भाइरोमेन्टभित्र चाहिँ गरेको एउटा भनौँ न त्यो रिसर्चबाट आएको फाइन्डिङ हो तर त्यही अवस्थामा त्यही तरिकाले त्यो टेम्परेचर पनि रिड गरेर पुरै सोइलको पिएचदेखि लिएर एसिडिटी सबै फ्याक्टरहरू भनौँ न त्यो 17वटा माइक्रोन्युट्रिएन्टको सब कति छन् भन्ने कुरा सबै कुराको एनालाइसिस गरेर निकालेको प्रोडक्सन र फिल्ड लेभलमा त म्याच हुन जाँदैन नि त त्यो एउटा मेजर फ्याक्टर थियो अर्को भनेको नेपालको सिनारियो जुन जियोग्राफी हेर्ने भने एकदम टफ छ कि हामीलाई अलिकति भनौँ न पहाड अथवा उच्च पहाडमा 15 किलोमिटर ट्राभल गर्न 3 घन्टा लाग्छ इलिभेसन 50 भनौँ न मिटर अब सी लेभलदेखि लिएर 8,848 सम्म छ नि त त्यसले गर्दाखेरि हामीलाई अलिकति टफ पारेको र अर्को थर्ड र फाइनल फ्याक्टर भनेको चाहिँ हाम्रो कमर्सियल स्केलमा गएको छैन तपाईँले भर्खर भन्नुभयो 32 रोपनीमा तपाईँले फार्म गर्नु छ भने युआर काउन्टेड अन द बिग फार्मर लार्ज स्केल फार्मरभित्र गनिन्छ तर इभन इन्डियाको अथवा अरू कुनै केसको लिने भने युआर काउन्टेड अन द भेरी स्मल फार्मर जुन हजुर अब इन्डिया जाँदाखेरि पनि हेर्नुभयो भने ट्रेनबाट ट्राभल गर्दाखेरि अराउन्ड 25-30 किलोमिटर हामी सर र 100 किलोमिटर स्पिडमा ट्रेन गइरहेको हुन्छ केरा नै केराको बगानबाट छिरिन्छ कि द्याट्स कमर्सियलाइज फार्मिङ अथवा हाम्रो एरिया नै त्यस्तो कमर्सियलाइज भएको छैन हुन त चक्लाबन्दी भनेर विगत 5-7 वर्षदेखि एउटा काम चलिरहेछ स्टिल हामी चाहिँ मैले के सोच्छु भन्दाखेरि कमर्सियलाइजमा जानुपर्छ भन्ने म सोच्दिनँ है वी आर नट मिन टु बी कमर्सियलाइज किन हामी डाइभर्सिफाइड हुनलाई आवश्यक छ डाइभर्सिफाइड भनेको हाम्रो हाई भ्यालु क्रपहरू
भनौँ न डाइभर्सिफाइड फार्मिङ, मोनोक्रपिङ हाम्रो देशको भनौँ न माग होइन, एउटै मात्र लगाउने नै जलवायु परिवर्तनलाई नै एकदम इफेक्ट गर्छ। डाइभर्सिफाइड भनौँ न मल्टिपल क्रपिङ, क्रप रोटेसनदेखि लिएर विविध किसिमको चाहिँ भनौँ न जडीबुटीदेखि लिएर हाई भ्यालु क्रपहरू जुन चाहिँ एक्सपर्ट पोटेन्सियल भनौँ न कफी, हाम्रो चिया होइन, त्यस्तै गरेर चाहिँ अलिकति नेपालमा मात्र पाइने धानहरूदेखि लिएर हामी त्यसमा चाहिँ फोकस सेन्ट्रिक हुनुपर्छ जस्तो लाग्छ कि। नेपालमा मात्र पाइने धानहरू पनि स्पेसिफिक छ, मार्सी धानहरूदेखि लिएर पोखरेली बासमतीहरू होइन, जुन चाहिँ नेपालमा मात्र अलिकति भनौँ न त्यो त्यसमा चाहिँ फोकस गरेर चाहिँ हामी लाग्यो भने राम्रो हुन्छ। नत्र भने धान मात्र उत्पादन गरेर वी डोन्ट ह्याभ इनफ एरिया फर द्याट जस्तो लाग्छ है मलाई चाहिँ। मलाई एउटा लागेको चाहिँ के छ भने जस्तै स्पेसिफिक हामी भएनौँ कि, जस्तै हाम्रो देशको प्रोडक्ट चाहिँ के हो त, जस्तै ब्राजिलले कफी पठाउँछ क्या। हजुर, सबभन्दा लार्ज स्केल पठाउने सायद ब्राजिल नै होला, 90% ब्राजिलकै छ। ब्राजिलले नै। हाम्रोमा पनि त कफीको छ नि त। हजुर, स्कोप देख छ, हाम्रोमा फलेको कफी वर्ल्डमै रिनोन छ। हजुर, त्यो सेक्टरतिर नछिरेर मान्छे जे एउटाले जस्तै मैले टमाटर गरेँ नि अर्को टमाटरमा आछ, कुखुरा पाले कुखुरा आछ, गाई पाले, त्यो बायोडाइभर्सिटी हुन नसकेको कारण चाहिँ के हो? यस्तो छ हाम्रो, मैले भनिहालेँ हाम्रो एरिया एकदम कम छ, तर पनि कफीकै हजुरले उदाहरण दिनु भने 90% हाम्रो कफीको मार्केट ब्राजिलले अकुपाई गरेको छ। हाम्रो भनेको इट्स इभन नट 1% होइन। तर द बेस्ट थिङ आउट अफ दिस इज द्याट हाम्रो कफीको क्वालिटी यति राम्रो छ कि इट्स अनकम्पेरेबल है। अब ब्राजिलभन्दा नि माथि छ क्या, कम्पेयरै हुँदैन कि। त्यो पनि हामीले जस्ट त्यो अलिकति अहिले कन्ट्रोल इन्भाइरोमेन्ट जस्तो भने होइन, हाम्रो नेचुरल इन्भाइरोमेन्टमा फालेको। मैले भने नि एग्रिकल्चर कन्ट्री होइन, हाम्रो एजेरियन कन्ट्री हो भने नि होइन, त्यस्तै गरेर फालेर यतिकै उम्रेको। त्यसलाई अलिकति उचित मलजल कुटो कोदालो गर्न त गर्नु छ, सबैले गर्नु छ, म्याक्सिममले गर्नु छैन। र हजुरले भने जस्तै जुन कफीको पनि जिल्लाहरू सीमित जिल्लामा थियो भने अहिले जुन 2-4 वर्षको डाटा हेर्ने भने एकदम फैलिँदो क्रममा छ, एक्सपान्सन भइरहेछ। तर टेक्नोलोजी अथवा भनौँ न इनोभेसन नभएको हुनाले रोग किरा र जुन बिनहरू चाहिँ अलिकति सानो हुने समस्याहरू आएको चाहिँ किसानबाट सुन्न सकिन्छ कि। भनेको अवसरहरू छ तर त्यसलाई क्याप्चर गर्न पनि हामीले सक्नु पऱ्यो नि त। त्यो कुरा चाहिँ अलिकति भनौँ न पोइन्ट टु बी एड्रेस नै छ। भनौँ न मैले भन्न खोजेको कुरा जोड्नु होला, हामीले वर्ल्ड मार्केटमा हाम्रो कफीको 1% पनि डिमान्ड फुलफिल गर्न सकेका छैनौँ, 1 नम्बर। र हामीले मार्केट त पेनिट्रेट गरेका छौँ, पोलिसी पनि त्यही अनुसार बनेको छ। र अहिले लगभग 35-40 जिल्लामा कमर्सियलाइज्ड कफी फार्मिङ भएको छ, थोरै लिमिटेड 10-15वटा सुरु भएर। तर पनि त्यसमा चाहिँ बिन्सको साइजहरू घट्दै गएको भनौँ न प्रब्लमहरूदेखि लिएर रोग किराहरूको चाहिँ समस्याहरू आइरहेको छ। किन भन्दाखेरि एउटा सब्सिडी आयो, ल एउटा कार्यक्रम आयो, त्यो एउटा लहर जस्तो चल्यो, तर लङ टर्ममा गएन कि। वी वान्ट अ क्विक रिटर्न, मैले भनेको थिएँ नि सुरुमा, क्विक रिटर्नमा लाग्यो, त्यसैमा आफ्नो टाइम भनौँ न इन्भेस्टमेन्ट लङ टर्ममा जान सकिएन। किन भन्दाखेरि कफी त बहुवर्षीय बाली हो नि त, हाम्रो सिजनल क्रप गयो भन्ने होला त होइन। त्यसमा चाहिँ अलिकति दीर्घकालीन हेर्न सक्नुपर्छ भन्ने चाहिँ हो। फेरि त्यो भनिसकेपछि बिन भइसकेपछि पहिलेदेखि स्ट्राटेजी भन्नु पऱ्यो नि, यहाँ सप्लाई भ्यालु एडिसन यसरी हुन्छ, अर्ग्यानिक सर्टिफिकेसन भएपछि हाम्रो जुन भनौँ न मूल्य बढ्न जान्छ भन्ने कुराहरू, विविध कुराहरू चाहिँ दाजुले पनि एड्रेस गर्न उत्तिकै आवश्यक छ। सबै कुराहरू साइड बाई साइड जाने हो, एकैचोटि झ्याट्ट एकजनाले मात्र गर्छु भनेर हुँदैन। मल्टी कोल्याट्रल भनौँ न पब्लिक प्राइभेट पार्टनरसिप भनेर चाहिँ अहिले जुन यो टर्म चाहिँ अलिकति सुन्नमा आउँछ, मल्टी अलि ओभर रेटेड जस्तो लाग्छ। तर सबै सरकारवालाले चाहिँ इक्वली कन्ट्रिब्युट गर्ने भने जेसमा पनि सम्भावना छ। उदाहरण अहिले कफीको लिए पनि सबै कुरामा सम्भावना छ। र सबभन्दा ठुलो समस्या देखेको चाहिँ त्यो त भइहाल्यो हजुर, यो कृषि पढेकाले कृषि गर्ने होइन, नपढेकाले कृषि गर्ने भन्ने जुन एउटा सिद्धान्त छ नि त हजुर, पहिलेदेखि चलिआएको। हजुर, यो कारण चाहिँ के हो? कृषि पढेका जति सबै अमेरिका छन्, हजुर, नपढेका जतिले कृषि गरिराखेको छ क्या देशमा बसेर, जुन चाहिँ विकसित देशकोमा उल्टो हो यो कुरो। हजुर, मेरो विचारले हजुर, त्यो उल्टो जस्तो लाग्छ। यो चाहिँ किन भइरहेको? अमेरिका जानलाई मात्र कृषि पढायो र? त्यो तपाईँले भनेको कुरामा म 100% एग्री गर्छु। र म पनि बिएससी पढ्दाखेरि 96 जना साथीहरू हुनुहुन्थ्यो, त्यसमा आई थिङ्क अराउन्ड 10-15 मात्र हामी नेपालमा छौँ कि। द्याट्स अ सेयर रियालिटी होइन। तर त्यसको मतलब यो होइन कि द्याट्स द वर्स्ट केस सिनारियो। जति 15-20 जना जति हुनुहुन्छ उहाँहरू कोही पालिकामा स्थापित भएर बसिसक्नुहुन्छ, कोही लोकसेवा नाम निकाल्नुहुन्छ, कोही म जस्तै एउटा कुनै कम्पनी आइएनजिओहरूमा चाहिँ इङ्गेज हुनुहुन्छ। द थिङ इज जति बाहिर जानुभयो भने उहाँ साथीहरू पनि त्यहाँ भएको नलेज त मैले त गेन गरेको छैन नि त, उहाँले छुट्टै सिकेर आउनु छ। त्यो कुरा हाम्रो नेपालमै इम्प्लिमेन्ट गर्न सक्नु भने द्याट विल बी द बेस्ट पार्ट। र हजुरलाई भने जस्तै कमिङ टु द पोइन्ट अफ फार्मिङ होइन, अब हामीले अहिले यहाँ भनौँ न वेयर अन अ पोडकास्ट, अब एउटै हजुर र म, अब हजुरले मेरो क्वेसनहरू लिनुहोस्, मैले मेरो आफूले जानेको क्वेरिजहरू सल्भ गरिरहेको छु नि, तपाईँ आफै भनौँ न एउटा इन्टरभ्युअर भएर यता भिडियो पनि मिलाउने, भिडियो एडिटिङ गर्ने भने इट वुड बी अ बिग पजल। वी निड अ टिम वर्क। एउटाले कुनै कुरा इनोभेसन गर्छ भने अर्कोले त्यसमा
च्यानलिङ मिलाउनु पर्ने हुन्छ कि नेपालमा भनिन्छ नि प्रड्युसर नि उही छ डिरेक्टर नि उही छ मेन रोलमा नि उही छ भनेपछि इट विल बी अ बिग जगल टाइपको हुन्छ कि त्यही भएर फार्मिङ गर्न हुँदैन भने फार्मिङ गर्नुपर्छ ग्राउन्ड लेभलमा बुझ्नुपर्छ माटोसँग खेल्नुपर्छ तर त्यसको लागि त आफूले सबै कुरा भनौँ न रिसर्च एन्ड इनोभेसनमा काम गर्ने हो किसानले भनौँ न एउटा कृषि पढेको कृषि विद्यार्थीले कृषि नै गर्नुपर्छ चाहिँ म 50-50 छु गर्न पर्छ बुझ्न पर्छ तर सधैँ गर्नलाई आवश्यक हुन पनि सक्ला नहुन पनि सक्ला है गर्नै पर्छ भन्न खोजे होइन कि हजुर जस्तै त्यो पढेको मान्छेसँग त नलेज हो नि त त्यो नलेज चाहिँ कसरी रिसर्चमा लाने हाम्रो प्रोडक्सन कसरी बढाउने के चिज गर्दा राम्रो हुन्छ भन्नेमा लान खोज्न पर्ने भन्न खोजे चाहिँ मैले त्यो हो ए ठिक छ त्यो कुरा पनि अब यो कृषि भन्दाखेरि यो कृषि भन्दा बाहिरको मान्छेले चाहे त्यो फार्ममा गर्ने किसानको होस् चाहे पढे लेखेको एकजना कृषिको विद्यार्थी होस् यो इट्स नट अ सिम्पल थिङ कि एउटा जुन रेसिपी छ बनायो खायो पकायो यस्तो गहिरो छ कि होइन कृषिका विधाहरू हाम्रो बिएससी पढ्दाखेरि 57 सब्जेक्ट त्यसको फेरि प्र्याक्टिकल त्यसको फेरि इक्जाम गर्दाखेरि लगभग 200+ मल्टिडिसिप्लिनरी सब्जेक्ट हो कि इकोनोमिक्सदेखि सोसियोलोजीसम्म पढिन्छ तर स्पेसलाइज एउटामा भइन्छ मैले जुन बिमा हेरिरहेको छु नि होइन त्यस्तै गरेर जो साथीहरू हाम्रो जुन भने नि अघि मैले 96जना हामी कलिग्सहरूमा 96जनाको क्षेत्र अधिकारै फरक छ कि त्यो त हुन नि पर्यो हो क्षेत्र अधिकार नै फरक छ र त्यसमा फेरि अब भनौँ न आफूले गर्दाखेरि एउटै काममा गऱ्यो भने चाहिँ अलिकति सेन्ट्रिक भइन्छ भन्ने कुरा मात्र हो है मैले जोड्न खोजेको कुरा हजुरले बुझ्नुभयो कि नै होइन हजुर जस्तै अनि कृषि पढेकोसँग हो है सरकार हजुर पढेकाले भन्दा हजुर त्यो फिल्डमा बसेर गरेको चाहिँ त्यो नलेज धेरै छ कि मेरो मैले देखेकोमा मैले भोगेको पनि छु किन बिएससी पढ्दै गरेको लास्ट टाइम भन्नुहुन्छ उहाँहरूले रोग कसरी लाग्छ र यो किरा कसरी भन्ने पनि चिन्नु एक्ज्याक्टली त्यो तल बनाएको होइन कि समस्या हो यो ग्राउन्ड प्रयोरिटी समस्या त्यो रियालिटी नै त्यही हो म त्यसमा 100% एग्री गर्छु होइन त्यो त्यसमा मलाई हजुरसँग भनौँ न अब्जेक्सन छैन हजुरसँग एग्री गर्छु हजुर भन्नुहोस् न अनि त्यो देख्दाखेरि चाहिँ हजुर शिक्षा पढाएको पनि के छ त भन्दाखेरि एउटा किरा चिन्नलाई उनीहरूले पढ्न चाहिँ पढाएर चाहिँ किरा मलाई चाहिँ भन्यो पढ्न चाहिँ पढेको दाइ तर मैले देखेको थिएन अरे मेरो फार्ममा अनि कहाँ पढेको भन्दा कोही हिकासबाट आएको थियो हजुर कोही इन्डियाबाट आएको थियो हजुर अनि त्यो डिफ्रेन्ट ठाउँबाट थियो हजुर पढेर मात्र त थाहा हुँदैन नि त हो अनि टेक्निकल जस्तै टेक्नोलोजीमा जाँदाखेरि छिर्दाखेरि चाहिँ हामी कस्तो रहेछौँ भन्ने उहाँ पढ्दै गरेकोले र हामीले चाहिँ मैले बरु टेक्नोलोजी धेरै तानिसकेँ क्या हो बजारमा यो टेक्नोलोजी आइसकेछ अथवा यो केमिकल आइसकेछ नयाँ केमिकल यो चिजको लागि हाम्रोमा पढाउने सायद मलाई लाग्छ 46-47 कति वर्ष सालको अगाडिको त्यो किताबमा जे छ अझै त्यही नै पढाइराखेको छ जस्तो लाग्छ है हजुर मैले एक्सपेन्सन हुन पर्दैन नि होइन र यसमा चाहिँ हजुरको यो कुरामा एग्री गरिनँ किन गरिनँ म हजुरलाई जस्टिफाई गर्छु हजुरलाई त्यो कुरा चित्त बुझ्छ कि बुझ्दैन नि भन्न सक्नुभयो होइन त्यो भने नि अघि मैले भनेको कृषि एकदम बृहत छ भनेको जुन हजुरले फिल्ड लेभलमा बुझ्नुभयो युआर जेनेरेटिङ सम डिफ्रेन्ट काइन्ड अफ नलेज जसले भनौँ न किताबको कुरा हुन त प्र्याक्टिकल हुन्छ 33% प्र्याक्टिकल हुन्छ तर त्यसले पनि हजुरको फिल्डमा देखेको कुरालाई एड्रेस गर्न सकिन नि द्याट्स डिफ्रेन्ट थिङ मैले भन्न खोजेँ कनेक्टिङ द डट होइन फिल्ड लेभल एक्सपोजर र भनौँ न एजम्सन बेसिस हो नि त पहिलाको हिस्ट्री पढ्ने हो के कुरा भएको थियो फाइन्डिङहरूलाई त फिल्ड लेभलमा नमिल्न सक्छ नि त दुईवटा डटहरूलाई चाहिँ कनेक्ट गर्न नसकेको अवस्था भनिन्छ कि त्यसलाई भनौँ पढेको कुरालाई जो भर्खर पढेर आउनु थियो इन्टर्न हुनुहुन्थ्यो कि अथवा भनौँ न एक्सपिरियन्स त सायद हुनुहुन्थ्यो सिक्न इन्टर्न आउनुअगाउहरूले ठ्याक्क त्यो कुरालाई फिल्ड लेभलमा रिलेट गर्न नसक्नु हो है रिलेट गर्न नसक्नु भनेको बुझ्नुभयो नि त्यो भनेको अब भनौँ न अनुभवको कमी पढाइले सधैँ केही गर्दैन कि गरेर बुझिन्छ होइन कि पढेर बुझिन्छ पढेर मात्र बुझिँदैन गरेर मात्र पनि बुझिँदैन त्यो पढेर र बुझेर साइड बाई साइड भनौँ न खेल्दै खेल्दै माथि जाने हो कि भनौँ न हजुरले पनि भनौँ न खाँदा खाँदै भनौँ न तरकारीसँग मात्र खाना खान सक्नु नि दाल पनि हुनु पऱ्यो ठ्याक्क भनौँ अलिकति उयो गर्न अचार हुनु पऱ्यो सबैको मिश्रण भएपछि बल्ल निल्न सकिन्छ दाल भएन तरकारी मात्र भन्दा निल्न सकिँदैन त्यही भएर ब्यालेन्स मिलाएर जाने कुरा हो कि यो मलाई शिक्षा प्रणाली चाहिँ के लाग्यो भने हजुर हिजो सायद अस्ति कहिले हो आउनु भएको थियो एकजना हिजो लास्ट टाइमकै हुनुहुन्थ्यो हजुर अनि मैले त्यसमा चाहिँ मेरो गोल एउटा चाहिँ सुताएर अब त्यसलाई भन्न चाहिँ एक्ज्याक्ट मलाई मिनिङ के कसरी भन्दा थाहा होइन गोडौलालाई सुताउने अनि त्यसपछि फेरि माटोले पुर्दिएर मन्टा मात्र राखेर आउने त्यो सिस्टम छ कि बाहिर चल्छ हजुर अनि त्यो पढ्नु उहाँलाई थाहै रहेनछ कि पढेकै छैन अरे हो यसमा म 100% एग्री गरेँ मैले त यो जुन पोडकास्टको सुरुमै भनेको छु नि हाम्रो कृषि भनेको जीवन प्रणाली हो भने नि अहिले आउँदो जेनेरेसनहरूले जुन दुध पोकाबाट आउँछ भनौँ न कारखानाबाट खानेकुरा प्रड्युस हुन्छ भन्ने नि उहाँसँग भनेको सामान्य ज्ञान भएन भनौँ न उहाँ जहाँसम्म इफ आइएम नट रङ उहाँ काठमाडौँमै जन्मिनु भयो हुर्किनु भयो घर बिल्डिङहरू नै देख्नुभयो होइन भनेको उहाँसँग बेसिक नलेज भयो भने द्याट्स नट अबाउट द बिएससी डिग्री अर द फार्म लेभल एक्सपोजर द्याट्स अबाउट द बेसिक नलेज मैले त जोड्न खोजेको कुरा त्यति हो है
हजुरलाई आफै मास्टर सकाउनु भयो होइन हजुर हाम्रो कृषि प्रणालीको शिक्षा हजुर तपाईँलाई ठिक लाग्छ त कृषि प्रणालीको शिक्षा म 100% त भन्दिनँ होइन तर के भन्दाखेरि हामीलाई सानै जन्मदेखि नै पढ्नुपर्छ मार्क्स ल्याउनुपर्छ भन्ने कुरा भयो तर पढेको कुरालाई कसरी इम्प्लिमेन्ट गर्नुपर्छ भन्नेतिर लाग्दैन कि अब हामीले सुनिन्छ कि यो भनौँ न त्यो मोबाइल खेलाउन जाने भने A+B होल स्क्वायर अहिलेसम्म पढिएको छ नि यो पढेर के काम लाग्यो द्याट्स 100% रिलेटेबल त्यसलाई कहाँ युज गर्ने भन्ने नबुझेर मात्र हो कि है हामीलाई चाहिएन नि त त्यो मलाई पनि चाहिएन त हामीलाई चाहिएन तर त्यसलाई रिलेट गरेर चाहिँ भनौँ न त्यस्तै अनुसार भनौँ न त फर्मुलाहरू युज गर्ने भने त्यो एकदम रिलेटेबल छ कि त्यसलाई हामीले जो पढेको कुरालाई जोड्न सिकिएन के सिकायो भन्दाखेरि पढ्नुपर्छ मार्क्स ल्याउनुपर्छ मार्क्स इज एभ्रिथिङ मार्क्स ल्याएर हामीले जागिरी खानुपर्छ अब मैले भनौँ न अहिले म घरमा गएर म एउटा भनौँ न एउटा बिमा कम्पनीको भनौँ न कृषि विभाग प्रमुखको रूपमा कार्यरत छु होइन मलाई यो जागिर खान छैन म जागिर छाडेर चाहिँ आई वान्ट टु डु समथिङ न्यू म एन्टरप्रेन्योरको रूपमा चाहिँ केही काम गर्न सक्छु म योभन्दा मेरो क्षमताले योभन्दा बढी गर्न दिन्छ भनेपछि घरमा सबैजनाले अब्जेक्सन दिनुहुन्छ भन्दाखेरि त्यही स्कुलिङ भयो तर हाम्रो जुन चाइना अथवा युएसमा हेर्ने भने जब सेन्ट्रिक अलिक कमै हुनुहुन्छ कि त्यो हामी उद्यमशील हुन चाहिँ चाहँदैनौँ कि चाहँदैन बाई डिफेक्टै हाम्रो सोसल कल्चरले नै यो जागिर सरकारी जागिर भने फिनिस के भइरहेछ के छ थाहा छैन होइन सरकारी जागिर हो थाहा भनिसकेपछि इट डजन्ट म्याटर एट अल किन भन्दाखेरि त्यसले हामीलाई कम्फर्ट जोनमा दिलाउँछ र आफ्नो ज्ञानलाई इलाबोरेट गर्छ बढी बढाउँछ कि जाँदैन भन्नेसँग सरोकार छैन तर युल बी अन कम्फर्ट जोन युल बी अन सेफ साइड उसको भनौँ न फ्युचर सेक्योर छ भन्ने छ कि आफूले च्यालेन्ज गर्न चाहिँ हाम्रो समाजले दिँदैन समाजले नदिएको होइन होला आफूले चान्स नलिएको होला नि त त्यो माहौलै त्यही स्कुलिङै त्यही भयो कि हामीले सिकाइयो नै त्यही त्यो सेक्टरबाट त म बाहिर छ नि त हो अपवादको रूपमा सबै त छैन नि 1000 जनामा 2 जना भएर त्यसैलाई उदाहरण लिन त मिल्दैन 1000 जनामा 998 जना त्यसरी लागेको छैन हो भन्न मिल्थ्यो एक्सक्लुजनलाई हो तपाईँले जे गर्नुहोस् एकदम सराहनीय छ है मलाई जुन लेभलमा सक्छु त्योभन्दा तपाईँले 100 गुणा माथि देख्छु कि मैले पर्सनली हेर्दा तर समाजले फेरि देख्दैन समाजले त सबभन्दा तल हो समाजले फेरि उल्टो देख्छ त्यो बुझ्ने कुरा हो कि बुझ्ने कुरा आफूले चाहिँ भनौँ न त्यो ग्राभिटीलाई चाहिँ डाइजेस्ट गर्न सक्नुपर्ने हुन्छ त्यही कारणले गर्दा पनि एग्रिकल्चरहरू पढेको जुन हुन्छ नि जति पनि उहाँहरू चाहिँ त्यो नेपालमा बसेर केही गर्न खोज्दाखेरि चाहिँ अब्जेक्सन आउने कारणले गर्दाखेरि नबस्नु भयो त्यो मैले भन्न खोजेँ नि त्यो क्विक रिटर्न खोजियो कि म पनि अब मेरो ठ्याक्क हिस्ट्री त पर्सनली सेयर गर्न चाहिनँ बट एभ्रिथिङ कम्स विथ सम कमिटमेन्ट होइन सिधै च्याप लाएर केही पनि कुरा हुँदैन कि हाम्रो भनौँ न अलिकति लगन मेहनत अब आइएम सो प्लिज कि हजुरको पोडकास्टको पहिलो सिजनको पहिलो एपिसोडमा म छु होइन अब फेरि 2-4 एपिसोड गइसकेपछि होइन हजुरको भनौँ न एउटा माइन्ड मेकअप चेन्ज गयो भने 1000 अफ एपिसोड कसरी हुन्छ त यसको लागि त लगाव चाहियो समय चाहियो डेडिकेसन चाहियो होइन त्यो कुराहरू सबै यो उदाहरण अहिले पोडकास्टको दिए पनि जे कुरामा पनि लागु हुन्छ कि त्यही भएर क्विक रिटर्नमा हामी लाग्नु हुँदैन भन्ने नै मेरो कुरा छ मेरो एकजना भाइ नै भन्दा साथी भनौँ न त्यो चितवनमा केरा गर्ने नाम चाहिँ मैले ठ्याक्कै याद आएन उनको हजुर तिनले बिएससी सकाएर अहिले एमएससी नै गर्दैछन् क्या हजुर अनि केरा खेती गर्छन् क्या तिनले हजुर फ्यामिली बिजनेस नै रन गरे खान हजुर तिनसँग मेरो भेट हुँदाखेरि कुरा भएको थियो क्या हजुर के भन्दै थियो भने मैले सबै नेटिभ हाम्रो नेपालको नेटिभ प्लान्टहरू बनाउन आएको सबै जम्मा गरेर राखेको चाहिँ यसैमा रिसर्च गर्ने मेरो मास्टर र यसैलाई चाहिँ अब नयाँ जातमा ल्याउने भनेर भन्थ्यो कि मलाई भेट हुँदा अहिले पनि गरिराख्छन् हजुर अनि त्यस्तो भयो भने पो हामी पनि प्रोडक्सन बढ्दो क्रममा जान्छ उनले त प्रोडक्सन बढाउनतिर लाग्छन् नि त हामीले त प्रोडक्सन बढाउने होइन त हामी त उत्पादन मात्रै गर्ने हो क्या यो हाल मैले तपाईँलाई यसमा इन्टरप्ट गर्न चाहेँ मैले अघि हजुरलाई भनेको थिएँ खेल्दै सिक्दै साइड बाई साइड लैजाँदै जानुपर्छ उहाँले काम गरेर पनि बुझ्नुभयो पढेर नि बुझ्नुभयो र त्यो डट उहाँले कनेक्ट गर्न खोज्नु हो नि त त्यो सबै साइकल रन गरेपछि त अभियसली यु विल डु समथिङ न्यू होइन केही न केही त नयाँ हुन्छ एक्ज्याक्टली बरु उहाँले कतिसम्म मलाई माथि लैजानुहुन्छ त्यो थाहा छैन तर माथि चाहिँ 100% लैजानुहुन्छ क्या एकदम मैले भन्न खोजेको जस्तै पढेकोले हजुर त्यो चिजमा आएर गर्ने हो भने हाम्रो एग्रिकल्चर सेक्टर नेपालकोमा हजुर इन्डस्ट्रियलाइज रेभोल्युसनमा पनि त चान्स छ नि त हजुर तर यसरी सबै बाहिर जाने हो भने हजुर अनि चान्स क्रिएट त अभियसली उस्तै परे म पनि जानुपर्ने स्थिति आउँछ कि किनभने मसँग सोर्स नै छैन नि त त्यो के हाल्ने के नहाल्ने कसले सिकाउने मान्छे नभइसकेपछि उत्पादन कसरी गर्ने भन्ने कुरो हो त्यो म त्यति यो चाहिँ हजुरसँग म एग्री अलि गरिनँ के मानेमा गरिनँ भन्दाखेरि
त्यो तपाईँ के भन्नुहुन्छ भन्ने मैले अथवा हजुरको बुवा मम्मीले डिसाइड गर्ने त होइन नि त। सोचले जे राम्रो लाग्छ, मनले जे सोच्छ त्यही गर्ने हो। अब केही छ भने विदेश जानु मैले गलत होइन भने नि सुरुमा, ब्रेन ड्रेन भयो भने ब्रेन गेन हुन्छ। अहिले भन्नु क्यानाडा र जुन इन्डियाको उदाहरण पनि दिएँ, उहाँले सिकेर नेपाल आएर गर्नुभयो भने इट्स बेस्ट। तपाईँले उदाहरण देख्नुहुन्छ, कोरियामा गएर फार्मिङ गरेको, इजरायलमा गरेको कति उदाहरण छन्। एकजना सरसँगै भेट भएको थियो मेरो, अमेरिकामा उहाँको प्रोफेसर, हजुर, यहाँ आइसकेपछि टियुमा बसेर यो एउटा कम्पनीसँग कोल्याब गरेर टियुको स्टुडेन्टसँग कोल्याब गरेर एउटा प्रोडक्ट निकाल्नु भएको थियो बायोमा। हजुर, उहाँ चाहिँ अहिले नेपाल नै हुनुहुन्छ क्या। त्यो त्यस्तो आएर गरे, रिटर्न आएर गऱ्यो भने त एकदमै दामी नि, त्यो प्रोडक्ट यस्तो दामी छ क्या, मैले पनि युज गर्छु। त्यो सबैजनाले त्यही ट्रेन्ड फलो गर्नुपर्छ भन्ने मेरो कुरा हो होइन। अब फेरि त्यसमा पनि अरू हाम्रो जुन म्याक्सिमम् प्रब्लम के छ भन्दाखेरि एकदम जोस र जागर, एकदम ब्याट्री चाहिने भन्दा बढी फुल होइन। सुरुमा यो हाउभाउ नि बढी करोडौँको भएको छ नि, लाखौँ करोडौँको आम्दानी यताउता भन्दै नि लास्टमा अनि अर्को 2-3 वर्षपछि फामै छैन। त्यो चाहिँ म्याक्सिमम् मैले देखेको। एउटा यो कृषि इज द टफेस्ट थिङ, इट्स अ साइन्स, इट्स अल्सो अ आर्ट, इट्स द वे अफ लिभिङ भन्छु कि म होइन। त्यसलाई आफूले फुल डेडिकेसन दिएन, मैले जागिर गरेँ भने 8-10 घन्टा एउटा संस्थाको लागि समय दिनु पर्यो, तर कृषि गर्ने मान्छेले 24 घन्टा निगरानीमा बस्न पर्ने हुन्छ, जुनसुकै बेला जे पनि हुनसक्छ। र आफूले ध्यान भनौँ न आफ्नो आँखा लगाइएन भने गाह्रो छ। इट्स अ साइन्स, इट्स अ इनोभेसन। त्यो रिसर्च भनेको ल माटोमा एउटा सानो दाना राखेर एउटा ठुलो वृक्ष, एउटा ठुलो रुख बनाउने भनेको त ओहो, हेर्दाखेरि त कस्तो राम्रो कुरा, कस्तो अचम्मको कुरा हो नि त। सानो यत्रो कुरा ठुलो प्लान्टमा बन्छ भनिसकेपछि त्यतिकै त बन्दैन होइन। कत्रो ठुलो रहस्य होला, कत्रो ठुलो साइन्स होला नि होइन। एउटा सोध्न मन लागिहाल्यो यसै कुरामा। हजुर, टपिक त अलिकति बाहिरको गयो, तर के चाहिँ सोध्न मन लाग्यो भन्दा हामी नेपालमा हजुर एग्रो इन्डस्ट्रीमा जाने कि एग्रो टुरिज्ममा जाँदाखेरि चाहिँ कुन चाहिँ बेटर छ त हाम्रो लागि? यो भनौँ न त्यो चाहिँ कुरा पनि एउटैमा डेडिकेटेड भइयो भने इट वन्ट गो लङ भने जस्तै वी हेभ टु गो साइड बाई साइड सबै जानुपर्छ भनौँ न। सेयर मार्केट पनि एउटामा हालेर हुँदैन, चारतिर गरिसकेपछि इट विल बी रिलेटिभली सेफ भने जस्तै एउटैमा मात्र प्रायोरिटाइज नगरेर रिलेटिभली वी हेभ टु वर्क अन भेरियस थिङ भनौँ न। सबैको चाहिँ भनौँ न एउटा कम्युनिकेसन, एउटा पार्टनरसिप जस्तो टाइपमा चाहिँ हामीले काम गर्नुपर्छ। र हाम्रो देशको अर्थतन्त्र सुदृढ गर्ने भने एउटा भनेको कृषि हो र अर्को भनेको चाहिँ टुरिज्म होइन। भनेपछि एग्रो टुरिज्मलाई लिङ्क गरेर हाइड्रो पनि छ। हाइड्रो इट्स नट फर अ लङ डेकेड एन्ड डेकेड भनौँ न, शताब्दीको लागि होइन। जुन हामीले जुन देखिन्छ नि यो 1 स्टार भनौँ 1 स्टार होटल, 2 स्टार, 5 स्टार होटल, 7 स्टार होटल भनिन्छ नि, द्याट्स द मोडालिटी अफ वेस्टर्न। हामीले त भनौँ न 1 स्टार एग्रो टुरिज्म, एग्रो रिसोर्ट, 1 स्टार भनौँ न फार्म हाउस स्टे छ नि, होमस्टे छ नि, 5 स्टार होमस्टे भनेर चाहिँ किसान, त्यहाँकै नर्मल किसानहरूलाई चाहिँ एउटा राम्रो अर्ग्यानिक स्टाइलको काठको घर, माटाको घर, अर्ग्यानिक खाने, आफै टिपेर ल्याएर पकाउने जस्तो गरेर चाहिँ त्यो भने फेरि क्लिननेस, हाइजिनको कुराहरू, सेनिटेसनको कुराहरू चाहिँ एकदम मध्यनजर गरेर वर्गीकरण गरेर चाहिँ यहीँ भएको हाम्रो किसानहरूलाई मोबिलाइज गर्न सकियो भने इट वुड बी बेस्ट देन बेस्ट। किन भन्दाखेरि त्यसले रेभिन्यू पनि राम्रोसँग आउँछ र त्यो संसारमा कुनै पनि भनौँ न टुरिस्टले चाहिँ त्यो भनौँ न सुख अनुभव गर्न पाउँदैनन्। थाइल्यान्डमा गइन्छ समुद्र त्यो भनौँ न त्यो समुद्रको छ, बिच सिच गोवाहरूमा भने पोपर फार्मिङको हो बिच, उनीहरूको भनौँ न मेन भनेको के हो भन्दाखेरि समुद्र र त्यहाँ बिचहरूको देख्ने यसो बोटिङ सोटिङ यताउता हो। हाम्रो भनेको चाहिँ डाँडा काँडा, पाखा पखेरा भनौँ नयाँ स्वादको ओरिजिनल भेराइटीको टेस्ट, माटोमा बसेको इन्डिजिनियस कल्चरलाई चाहिँ रिलिभेन्ट गर्ने भने इट वुड बी मोर देन बेस्ट फर आवर टुरिस्ट। किन भन्दाखेरि त्यो कुनै पनि देशको कुनै पनि ठाउँमा गएर एग्रो टुरिज्मलाई रिलेट गरेर चाहिँ त्यस्तो किसिमको प्रविधि छैन। जुन भाइरल हुन्छ नि कहिले, ल भनौँ न हाम्रो जुन दुबईको त्यो ठुलो टावर के अरे बुर्ज खलिफा, हाम्रो बुर्ज खलिफा त बनाउन सकिँदैन नि, तर हामीले यहाँ भएको हरियो वन भनौँ न एजिरियन कन्ट्रीको हराभरा वातावरणलाई कहिले भनौँ न बाहिर ट्याटुटुटु आवाज आइरहेको छ भेहिकलको, एउटा शान्त ठाउँमा चुचुचुचु आवाज आएको जुन भनौँ न एउटा चराको होइन, अनि त्यस एउटा शान्त चिसो वातावरणमा एउटा स्वच्छ हावामा भनौँ न त्यहीँको फलेको एकदम अर्ग्यानिक खाने भनेको हामी नेपालीले नै त्यही खोज्न लाग्यौँ बाबा। त्यो त हामीले त पहिला खाएर आइरहेको मान्छेहरूले त खोज्दै आयौँ भने विदेशीले कहिल्यै पनि नदेखेको त इट वुड बी द बेस्ट पार्ट अफ देयर लाइफ, इट वुड बी अ हेभन फर देम होइन। जुन हेभन भनेर जुन हामीले कुनै फेसबुक इन्स्टा यता स्ट्रिममा देखेन जुन हराभरा एकदम बिचमा खोला जस्तो, त्यो त हाम्रो नेपालमा जताततै छ नि, गाउँमा जाने भने छैन र हो। तर त्यहाँ चाहिँ त्यसलाई चाहिँ म्यानेज गर्नु पऱ्यो, उनीहरूलाई बस्ने खाने अलिकति हेल्थ एन्ड सेनिटेसनको कुरा लिएर चाहिँ राख्ने भने उनीहरूले
भनौँ न उनीहरूको जीवन नै सार्थक हुन्छ जस्तो लाग्छ कि हामी आफै त्यही गाउँठाउँमा घुमेर म त गाउँठाउँमा भनौँ न पाखा पखेरामा नै घुमेर आएको मान्छे 20-25 वर्ष भयो काठमाडौँमा बस्नु लाग्यो तर आई मिस द्याट पोर्सन किनभने त्यसले मनलाई शान्त गराउँछ कि होइन यही हो मैले जोड्न खोजेको यो उत्पादनकै कुरोमा छौँ होइन उत्पादन नबढ्नुको कारण चाहिँ नेपालमा हजुर मलाई लागेको है हजुर एउटा किसान एजुकेटेड नहुनु थाहै छैन जस्तै एग्रोभेटमा गएर उसले सोधिराखे मागिराखे हुन्छ कि म जाँदाखेरि जस्तै मेरोमा यो किरा लाग्यो यस्तो किरा लाग्यो मलाई औषधि दिनु भन्छ विषादी पनि भन्दैन है यो शब्द चाहिँ औषधि हो सबैले त्यही प्रयोग गर्छ औषधि दिनु भन्छ अनि मैले त्यो देखिरहेको हुन्छु कि एग्रोभेटमा उसले एउटा किराको लागि 5वटा विषादी भिडाइदिन्छ क्या एउटा न एउटाले काम गर्छ अनि म त्यो देखेर टुवा पर्छु अनि उसको कुरा सुन्दा एउटाले काम गर्छ हजुर अनि तर त्यो एग्रोभेटवालाले के भन्छ भने यो सबै हाल्नु पर्छ अझ उसले पनि मिक्स गरिदिनु भन्छ एउटा न एउटाले काम गरिहाल्यो होइन अनि म अचम्म यो किसानहरू हजुर अलिकति थाहा नहुनु कारण हजुर जस्तै सरकारले गर्दा हो कि जस्तै कोही मान्छे गएर कसैले नलेज दिन नसकेर हो कि उहाँहरूलाई किसानलाई क्या तल्लो लेभलकोलाई नबुझ्नेलाई हजुर त्यो के कारणले गर्दाखेरि चाहिँ उहाँ चाहिँ यति साह्रो हुन परेको छ कि जुन चाहिँ मेरो लागि एकदम नराम्रो हो क्या यो मैले चाहिँ देखेको सबै च्यानलमा अलिकति त्रुटिहरू छ जुन हजुरले एग्रोभेटको उदाहरण दिनुभयो नि he or she is not well qualified enough 4-5वटा भिडाइदिने होइन नि त त्यो एक अनि अर्को कुरा भनेको विषादी प्रयोग नगर्ने होइन है विषादी प्रयोग नगरिकन हुँदैन तर हाम्रो सामान्य किसानलाई यो वेटिङ पिरियड जुन विषादी प्रयोग गरिसकेपछि एउटा विषादी छर्किसकेपछि यसको 10-15 दिनमा यसको जुन सबै भनौँ न रेसिड्युहरू गायब हुन्छ अब खान योग्य हुन्छ 3 दिन 5 दिन कोही 40 छ त्यो कसैलाई थाहा छैन एक नम्बर कुरा अनि दोस्रो नम्बर कुरा चाहिँ हेपाजाटले प्रयोग गरिसकेपछि त्यो प्लान्टले भनौँ न एब्जर्भ गर्ने विषादी इट्स अराउन्ड 1 to 2%, बाँकी 98% कि हावामा जान्छ कि माटोमा मिसिन्छ। त्यसले कसलाई इफेक्ट गर्छ भन्दाखेरि किसानलाई र हाम्रो वातावरणलाई इफेक्ट गर्छ। त्यही भएर हामीले कति रिसर्चहरू सुनिरहेको हुन्छ नि, जुन यो कमर्सियल एरियामा चाहिँ यो क्यान्सर भएको भनौँ न बच्चा टुइने समस्या आएको, प्यारालाइसिस भएको अपाङ्ग जुन एउटा जुन अझ यो हाम्रो आमिर खानको एउटा जुन भिडियो नै छ नि, द्याट्स सो क्याची होइन, 10-15 वर्ष अगाडिको त्यो हामीले के बुझेन भन्दाखेरि विषादी प्रयोग गरेर खाने मान्छेलाई असर रिलेटिभली गर्दैन तर आफूलाई र वातावरणलाई असर गर्छ भन्ने कुरा हामीले बुझेनौँ। र अर्को भनेको वेटिङ पिरियडको कुरा नि छ नि, विषादी प्रयोग गर्नु खासै नराम्रो कुरा होइन तर त्यसलाई कसरी प्रयोग गर्ने। हामीले सिटामोल खान्छौँ नि त, बिरेम भयो भने, तर एकचोटि 5वटा सिटामोल खाएर काम गर्छ त? गर्दैन नि त। द्याट्स द पोइन्ट। अनि सँगसँगै यो मलाई कृषिमा बिमा हुन्छ भन्दाखेरि चाहिँ अचम्म लाग्छ क्या। अनि मान्छेले गर्दैनन्, सरकारले पनि कहिले काहीँ भने जस्तो सुनेको थिएँ। यो गएको पालिको हाम्रो 81-82कोमा त्यो उमा पनि आएको थियो हजुर, कृषिको बिमालाई प्रायोरिटी दिने भनेर। हजुर, अनि मान्छेले कति मान्छेले गरिराखेछन्। तपाईँको क्वेसन अलिकति लजिकल छ। मैले यसलाई के जोड्न चाहेँ भने अहिलेसम्म कृषि बिमा हाम्रो सबभन्दा कान्छो पोर्टफोलियो हो, तर यो 10-12 वर्षको हिस्ट्री हेर्ने 12 वर्षको हिस्ट्री हेर्ने अहिलेसम्म कृषि बिमा किसानको लागि नभएर राज्यको लागि भएको छ। राज्यको लागि किन भन्दाखेरि म जोड्दैछु, राज्यको लागि भनेको माइक्रो लेभलमा, सूक्ष्म लेभलमा होइन कि माइक्रो लेभलमा हेर्ने हो भने हाम्रो कृषिले चाहिँ देशको अर्थतन्त्रलाई स्टेबलाइज गर्न सक्छ बिमाले भनेर चाहिँ नेपाल सरकारले, नेपाल राज्यले चाहिँ एकदम हाइली सब्सिडाइज गरेको छ। यसमा तिर्न पर्ने 80% नेपाल सरकारले तिर्न्छ भने 20% मात्रै किसानको भागमा छ। तर समस्या यहाँबाट सुरु हुन्छ कि कृषि बिमा त सुरु भयो, तर हामीले राज्यले चाहिँ एकदम प्रायोरिटी लिस्टमा राखेर बिमा कम्पनीहरू 14वटा निर्जीवन बिमा कम्पनीले कृषि बिमा गर्नुहुन्छ। सबैजनाले चाहिँ 5% थ्रेसोल्ड भनेको 100वटा बिमा लेख जारी हुन्छ भने 5वटा कृषिको हुनुपर्छ भनेर भन्नुभएको छ। त्यो एउटा थ्रेसोल्ड राखेको छ सरकारले भन्नको कि कम्पनीले? नेपाल सरकारले हाम्रो भनौँ न सबै बिमा कम्पनीहरूको नियमनकारी निकाय चाहिँ नेपाल बिमा प्राधिकरण हो। नेपाल बिमा प्राधिकरणले लगाएको रिस्ट्रिक्सन हो। तर केस सिनारियो अलि फरक छ। कसरी फरक छ भने नेपाल सरकारले सब्सिडी दिए पनि अहिले बिमा कसको भएको छ भन्दाखेरि ओरिजिनल किसानको भएको छैन है। भनौँ न एउटा जोखिम बहन, एउटा भवितव्य आउँछ भनेर चाहिँ किसानहरूले बिमा गरेको अवस्था छैन। किन छैन? कसले गरिराखेको छ त? कसले गरिराखेको छ भन्दाखेरि कुनै एउटा अर्को कारण छ। बिमा केसको लागि हुन्छ भनेर नेपाल सरकारले चाहेको चाहिँ देशको अर्थतन्त्रलाई स्टेबलाइज गर्न हो, तर बिमा चाहिँ ब्याङ्कको लागि अथवा कुनै केसमा भनौँ न गाई भैँसीको केसमा अलिअलि चाहिँ पेनिट्रेट भइसकेको अवस्था छ भने कृषि हाम्रो बालीको केसमा चाहिँ ब्याङ्क अथवा कुनै अब एउटा रिस्क देखिसकेपछि अब यो मेरो यो घटना घट्ने चान्स बढी छ भनिसकेपछि गर्ने कारण छ कि ब्याङ्कको लागि होइन भने चाहिँ एउटा केही भनौँ न एउटा सङ्केत देखाइसक्छ नि। अब हाम्रो बिरुवा हेर्ने नि अलिअलि यहाँनिर अलिकति एल्लोइङ हुन लागिरहेछ भनेपछि अब अलिकति केही लस हुनसक्छ कि भन्ने चान्समा चाहिँ बिमा गरेको अवस्था छ अहिले। त्यही त मैले यो बिमाको चाहिँ देखिरहेको हुन्छ होइन।
बाली बिमा त कसैले गरेको छैन सम्भवतः है, हजुर। 100% 5% होला। हजुर अनि तर टनेलको चाहिँ बिमा गर्न पर्दो रहेछ। हजुर अनि ब्याङ्कलाई गर्न पर्दो रहेछ कि यदि लोन लिएको छ भने। अनि म अस्ति ब्याङ्कमा पनि यही कुरा राखेँ, हजुर न त यो रिकभरी हुन्छ, हजुर तपाईँहरूले जिम्मेवारी लिनुहुन्छ भने चाहिँ म पैसा तिर्छु, नभए तिर्दिनँ भनेर मैले ब्याङ्कमा यही नै भने हो। अनि उहाँहरू पनि अड्किनु भयो यसमा चाहिँ। खास ब्याङ्कलाई चाहिएको चाहिँ किन हो? हो यसमा अलि हामी स्मार्ट हुन आवश्यक छ। ब्याङ्कले आफ्नो सुरक्षण खोज्यो नि त। अब तपाईँहरूले त हाम्रो ठ्याक्क भनौँ न किसानहरूले लोन लिइसकेपछि त्यसको तिर्न नसक्नु होला भनेर चाहिँ केही घटना घटेको खण्डमा त उहाँहरूले त असुल उपर बिमा कम्पनीबाट गर्नुहुन्छ नि त। त्यो आफ्नो ब्याङ्कले आफ्नो सुरक्षणको लागि गर्यो। त्यो सेम किसान पनि आफै चाहिँ अलिकति एक्टिभ भएर ब्याङ्कको लागि होइन कि आफ्नो व्यवसायको सुरक्षणको लागि गर्न आवश्यक छ। यदि इनकेस केही भइहाल्यो मानौँ होइन, मेरो बाली छ बिग्रियो, ब्याङ्कमा छ त्यो मेरो इन्सुरेन्स गरेको, अनि त्यो चाहिँ मैले क्लेम गरेँ भने म अगाडि बढ्न पर्छ कि ब्याङ्क आफै बढिदिन्छ? त्यो केसमा चाहिँ ब्याङ्क अगाडि बढ्दैन। ब्याङ्क अगाडि किन बढ्दैन भन्दाखेरि त्यो फिल्ड लेभलमा अहिले जुन हाम्रो बिमा भएको भन्ने हाम्रो इन्डेमनिटी बेस भयो भनेको कागजातको हिसाबमा छ। ओडाको सिफारिस चाहिन्छ, किसान भनौँ न ब्याङ्कले मागेको अथवा बिमा कम्पनीले मागेको डकुमेन्ट चाहिँ किसानले आफै नै कलेक्सन गर्नुपर्ने हुन्छ। तर त्यो के छ, एउटा मैले चाहिँ दुःख पाएको होइन यो इन्सुरेन्समा। हजुर ब्याङ्कले चाहिँ यसमा त्यो हाम्रो इन्सुरेन्सको मतलब छैन, तपाईँहरूले हाम्रो इन्ट्रेस्ट अथवा त्यो ब्याज तिरेर सबै तिर्दै जानुहोस्, इन्सुरेन्सको आउँछ नआउने मतलब छैन भन्ने कुरा भयो क्या। के हो त यो पाटो फरक भयो नि त दुइटा। त्यो चाहिँ अब एउटा ग्याप भन्न सकिन्छ है त्यसलाई। त्यो अलिकति लायबल नभएको कुनै पोर्सन चाहिँ अब भनौँ न उहाँहरूको पनि ब्याङ्कको पनि एउटा टार्गेट हुन्छ, यति पर्सेन्ट चाहिँ लोन ग्रान्ट गर्नुपर्ने किसानको लागि भन्ने हुन्छ। त्यस्तै गरेर चाहिँ त्यो चाहिँ अलिकति मेन पोलिसीले खोजेको चाहिँ त्यो होइन है। फ्रेङ्कली भन्दाखेरि जुन ब्याङ्कले गरिसकेको जुन हजुरहरूले लोन एलोकेट हुन्छ नि त्यो पोर्सन राम्रोसँग सदुपयोग होस्, नेपालको अर्थतन्त्रलाई टेवा पुगोस् भनेर चाहिँ ब्याङ्कलाई पनि किसानलाई लोन दिनलाई प्रायोरिटिजमा राखेको हुन्छ। त्यो पनि एउटा थ्रेसहोल्ड हुन्छ ब्याङ्कको लागि पनि होइन। त्यो अब तपाईँले गरे गर्नुहोस् नगरे नगर्नुहोस् भन्ने हो भने चाहिँ यसलाई सिधा हिसाबमा केयरलेसनेस भन्न सकिन्छ। किन भन्दाखेरि त्यो ब्याङ्कबाट बिमा गरिसकेपछि ल तपाईँहरूले किस्ता अथवा लोन चाहिँ तिर्नै पर्छ, ल किसानको कुनै घटना घट्यो भने त्यसको हामी लायबल छैनौँ भन्न चाहिँ त्यो मिल्दैन। त्यसैको लागि नै हो इन्सुरेन्स है। मलाई त्यस्तो लाग्छ, तर त्यो भएन क्या। त्यो नहुँदाखेरि चाहिँ म त एउटा यतिको बुझ्ने मान्छेलाई त त्यो भएन भनेपछि हजुर अरू हाम्रो त कृषि गर्ने त सबै म्याक्सिममै नबुझ्ने खालको हुनुहुन्छ नि त, घुमाइराखेको हुन्छ ब्याङ्कले सबै कुराले। अनि त्यो त झन् सबभन्दा गाह्रो बाटो जस्तो लाग्यो क्या। होइन होइन यो होइन, यो मैले चाहिँ यसमा हजुरको अब्जेक्सन गर्न चाहेँ। किन त्यो होइन भन्दाखेरि वी आर एट द बिगिनिङ। हाम्रो यो बिमा सुरु भएको भर्खर 10-12 वर्ष भयो। कति 2012बाट हो? नो 2013बाट। 13बाट हो? 13बाट हो। म 12 जस्तो लागेको थियो। अनि जोड्न खोजेको कुरो के भन्दाखेरि जे कुरा पनि आजभन्दा भोलिभन्दा पर्सि राम्रो हुनुपर्छ कि। एन्ड इट्स गोइङ वेल। हिजो अलिकति बत्तर थियो भने आज अलि राम्रो भएको छ, भोलि हामीले राम्रो सोच्न सक्छौँ। कति समय लाग्ला त्यो वी क्यान नट से इट। तर हामी जस्तै अब सबैजनाले अलिकति यसलाई चाहिँ फोकस गरेर लाग्ने होइन। अभियसली इट विल बी इन नियर फ्युचर। तर पोलिसी चाहिने होला नि त। होइन होइन, यसमा तपाईँले सिधा एड्रेस गर्न सक्नुहुन्छ। किसान हजुर किसान भनौँ न, अब हजुर जस्तो मान्छेहरू कतै विदेश पलायन भइरहेको छ, नेपालमा केही गर्छु भनेर हजुर लाग्नुभएको छ भने तपाईँले पनि भनौँ न हजुरलाई बिमा गर्दा होस् या ब्याङ्कले तपाईँले लोनको चाहिँ लोन सेग्रिगेट गर्दा होस्, उसले एउटा पत्र दिएको हुन्छ र बिमा गर्दाखेरि पनि एउटा बिमा लेख भनेर चाहिँ त्यहाँ सबै पोइन्टहरू बिमा त करार हो नि त, कन्ट्र्याक्ट हो नि त, सबै कुरा लेखेको हुन्छ। अब हजुरले सबै पढे लेखेको मान्छेले सबै कुरा पढेर चाहिँ तपाईँकै पोलिसीमा यो छ भनिसकेपछि अब्जेक्सन कसरी आउँछ त भनेर चाहिँ हजुरले क्वेसन उठाउन सक्नुहुन्छ है। अनि यो बिमा तरकारी हजुर गाई जडीबुटी तिनटैमा छ होइन हामीसँग। म्याक्सिमम चाहिँ कुन चाहिँ धेरै किसानले गरिरहेको हुन्छ? यस्तो छ हाम्रो अहिले चाहिँ बिमा हेर्ने हो भने बाली, पशुपन्छी र जडीबुटी पनि अलि छुट्टी थपिएको छ। 2 वर्ष जति भयो 2079बाट चाहिँ जडीबुटीको पनि, जस्तै हाम्रो टिमुर मेन्थादेखि लिएर अरू पोलिसीहरू चाहिँ बन्दैछन्। अब यसमा बिमाको पोर्सन हजुरले भने जस्तै हेर्ने हो भने म्याक्सिमम चाहिँ हाम्रो गाई भैँसी यानि कि लाइभ स्टक, बाख्रा गाई कुखुरा पनि हुन्छ, कुखुरा पनि हुन्छ। तर म्याक्सिमम कभरेज चाहिँ यो ट्याग लगाउने, कानमा ट्याग लगाउने जुन 4 खुट्टे छ नि त्यो गाई भैँसी बाख्रा सुँगुर बङ्गुरदेखि लिएर भेडा च्याङ्ग्राको भएको छ। कारण के भन्दाखेरि इट्स रिलेटिभली भेरी भेरी इजियर टु इन्स्योर। किन भन्दाखेरि ट्याग लगायो ठ्याक्कलाई यसको मूल्य 70,000 80,000 भनेर चाहिँ बिमित र बिमक यानि कि किसान र बिमा कम्पनीको आपसी सहमतिमा गर्न सक्ने अलिक सजिलो भएको हुनाले कृषि बिमाभित्र पनि गाई भैँसीको बिमा चाहिँ अलिकति म्याक्सिमम पोर्सन अबभ 80% चाहिँ 90% जति नै लाइभ स्टक यानि कि गाई भैँसी भेडा बाख्राले चाहिँ कभर गरेको छ। अनि यो कुखुरामा एउटा तरकारीमा चाहिँ कम हुनेको कारण चाहिँ के हो?
सिधा हिसाबमा भन्दाखेरि बिमा किन गर्न खोजिन्छ भन्दाखेरि दुईवटा कारण छन्। मैले यति क्षतिपूर्ति पाउँछु भनेर चाहिँ थाहा हुन्छ नि त। अब भैँसीलाई 1 लाखको भैँसी मऱ्यो भने 90,000 पाउँछु भन्ने इट्स फिक्स्ड। एकदमै अब त हजुरले गोलमेडाको बिमा गर्नु भएन, ल 40 लाखको गोलमेडाको बिमा गर्नु भयो भने तपाईँले 35 लाख पाउनुहुन्छ कि 2 लाख पाउनुहुन्छ कि 50,000 पाउनुहुन्छ त्यो ग्यारेन्टी छैन कि। त्यही भएर चाहिँ यसको मार्केट चाहिँ पेनिट्रेट हुन नसकेको हो कि सिधा हिसाबमा हजुरलाई भन्दाखेरि। अब यो यस्तै चल्दै गयो भने हजुर कृषि र कृषि बिमा हजुर अबको कति समयपछि चाहिँ यो एक्ज्याक्ट मिल्न जान्छ? कृषिमा बिमा गर्नै पर्छ है किसानले, हजुर, र बिमा कम्पनीले पनि गरिदिन्छ है। अब हामीलाई हजुर आउँछ गर्छ भन्ने चाहिँ कुन समयपछि जाला जस्तो लाग्छ? यो त अहिले छैन नि त हामीसँग। यो चाहिँ अब यो किसान अथवा बिमा कम्पनीको भन्दा बाहिर कुरा, यो पोलिसी होइन नेपाल सरकारले नै भनौँ न अहिले हाम्रो थर्ड पार्टी इन्सुरेन्स कम्पल्सरी छ नि बाइकको अथवा गाडी घोडाको गर्दाखेरि। त्यस्तै गरेर चाहिँ कृषि बिमा तपाईँले अब मानिलिनु गोलमेडाको बेर्ना सिर्जनाको लिनुहुन्छ भने ल यति क्षेत्रफलमा पुग्छ भनेपछि त्यो बेर्ना लिँदाखेरि सिड लिँदाखेरि नै बिमा भएर म्यान्डेटरी भयो भने बल्ल हुन्छ। विकसित देशमा पनि त्यही छ। अरू टुलहरू जसरी लिएको छ त्यो लिँदाखेरि नै अटोमेटिक इन्सुरेन्स भएको हुन्छ कि। अनि भनौँ न किसान त अनअवेर नै हुन्छ कि जुन लस भइसकेपछि अटोमेटिक बिमा गर्दा पनि एकदम सजिलो र क्लेममा पनि उसलाई थाहा नै हुँदैन। उसले चाहिँ कुनै कुरामा कागजात अथवा एड्रेस गरेर विभिन्न कार्यालय धाउनु पर्ने केस नै हुँदैन कि। भनेपछि हामीले प्रोडक्ट किन्दाखेरि नै बिमा भएर आइसक्यो। एक्ज्याक्टली। अब यही हामीले मोबाइल फोनको अथवा मेरो घडीको लियौँ भने घडी किन्दाखेरि 5,000 पऱ्यो भने त्यसमा 100-200 अब 50 रुपियाँ कति हुन्छ प्रिमियम अमाउन्ट त्यही इन्क्लुड गरेर नै गरिएको हुन्छ कि। कृषिमा पनि कृषिमा चाहे त्यो गाई भैँसीमा मात्र होइन जुन बालीमा पनि त्यसरी हुन्छ। र त्यो प्रोसेस राज्यले नै एड्रेस गर्न सक्नुभयो भने अब आउँदो दिनमा इट वुड बी भेरी भेरी फिजिबल। पोलिसी मेकिङमा त हजुरहरूको कम्पनीहरू छन् नि त जति पनि 13वटा है कतिवटा भन्नुभयो 14वटा 14वटा कम्पनीले पोलिसी मेकिङलाई नि त सहयोग गर्ने होला नि त। एकदम त्यो कुनै नयाँ पोलिसी लन्च हुँदैछ भने एउटा ड्राफ्ट बनेको हुन्छ र त्यसमा चाहिँ राय सुझाव भनेर चाहिँ हाम्रो निगमनकारी निकाय चाहिँ नेपाल बिमा प्राधिकरण हो, ब्याङ्कको राष्ट्र ब्याङ्क भने जस्तै। अनि उहाँहरूले चाहिँ त्यो ड्राफ्टमा चाहिँ अलिकति राय सुझाव माग्नुहुन्छ र त्यसमा कुनै भ्यालिड पोइन्टहरू छ एड्रेस गर्नुपर्ने छ भने चाहिँ त्यसलाई पनि इन्क्लुड गरेर चाहिँ पोलिसी चाहिँ फाइनल पोलिसी हुन्छ। तर र त्यो क्याबिनेटमा चाहिँ किसानको प्रतिनिधि पनि हुनुहुन्छ है सबैजना। किसानको प्रतिनिधि चाहिँ को छ कहाँ कसरी जानुहुन्छ? किसानको प्रतिनिधि आई डोन्ट नो द प्रोसेस बट अलिकति अगुवा किसानहरू र त्यो सेक्टर जस्तै पार्टीगतका त्यो सङ्घहरू हुन्छ त्यस्तोबाट हो कि सङ्घ जेसुकै भए पनि अब क्राइटेरिया त मलाई ठ्याक्क थाहा छैन। तर मानिलिनु कफी बिमा लेख अथवा भनौँ न गोलमेडा बिमा लेख भन्दाखेरि चाहिँ त्यसको अग्रज भनौँ न टेक्निकली पनि जानेको र लङ टर्म काम गरिसकेको किसानलाई चाहिँ छनौट हुन्छ। नेपाल अधिराज्यभरि जुन 6-7 जनाको प्यानल हुन्छ त्यो भित्र अगुवा किसान पनि इन्क्लुड हुनु। बल्ल थाहा पाएँ मैले किसान पनि इन्क्लुड हुँदो रहेछ है कहीँ न कहीँ त भनेर। अब हजुरलाई अब यो एउटा केसमा मात्र हामीले कुरा गरिरहेका छौँ। तर पोलिसी मेकिङमा चाहिँ नेपाल सरकारको फल्ट छैन। जुन माथिल्लो लेभलबाट बन्दै जाँदा राम्रोसँग बन्छ तर त्यो सेग्रिगेट भएर ग्राउन्ड लेभलमा पुग्दाखेरि चाहिँ कुनै ग्याप देखिन जान्छ कि। हो क्याबिनमा भनौँ न बच्चाहरू एकजना विज्ञ हुनुहुन्छ त्यो विषयगत विज्ञ। गोलमेडा छ भने गोलमेडा, आँपको छ भने आँपको, भैँसीको छ भने भैँसीको विषयगत विज्ञ, अनि बिमा विज्ञ। त्यस्तै गरेर 5-6 जना प्यानलिस्ट हुन्छ बिमा सङ्घको। त्यस्तै गरी किसानको प्रतिनिधि गरेर चाहिँ सबैजनाको एउटा रुम बनिसकेपछि त्यसबाट चाहिँ पोलिसी फाइनलाइज हुने हो है। त्यो एकजनाको मात्र एकलौटी अथवा फोर्सिङ चाहिँ हुँदैन त्यसमा। मतलब सबै किसानहरू पनि मिक्स हुनुहुन्छ त्यसमा त्यो पोलिसी सबैको राय सुझाव लिइन्छ। र अब भनौँ न पुरै एउटा पोलिसी बनाउनु भनौँ न 3 करोड जनता मध्ये सबैजना 60% चाहिँ किसान छन्। अब 1 करोड 20 लाख जनालाई सोधौँ भनेर चाहिँ त्यो चाहिँ हुँदैन। तर स्याम्पलको रूपमा सबैको चाहिँ प्रतिनिधि चाहिँ जानुहुन्छ। प्रतिनिधि जानुहुन्छ त्यो पनि राम्रो हो। तर कस्तो खालको प्रतिनिधि किसानै जानुहुन्छ कि अब यो पार्टीगतको सङ्घबाट जानुहुन्छ भन्ने मात्र फरक हो। त्यो चाहिँ अब भनौँ न बुझेको मान्छे जानुहुन्छ। म त्यो अलि नकारात्मक हुन चाहिनँ। यदि कोही जानुहुन्छ भने सङ्घबाट जानुहोस् अथवा पार्टीबाटै जानुहोस् तर त्यो विषयवस्तु बुझेको मान्छे चाहिँ जानुहुन्छ है। यो कृषिको मोडालिटीहरू जस्तै कुन मोडालिटीमा जानियो भने हजुर जस्तै हामी जस्तो योङहरू अथवा कोही पनि कृषिमा लागेको मान्छेलाई चाहिँ सहज हुन्छ र यो मोडालिटीमा गयो भने हामी देशलाई पनि सक्सेस हुन्छ, फार्मर्सहरूलाई पनि सबै सक्सेस हुन्छ भन्ने त्यस्तो मोडालिटी केही छ हजुरसँग त्यस्तो? मैले यसमा एउटा मात्र कुरा के राख्न चाहेँ भन्दाखेरि हाम्रो अहिले जुन कृषि उपज हाम्रो कृषि प्रधान देशमा भन्न चाहदिनँ है। के देश भन्ने त? आवर कन्ट्री इज नट एग्रिकल्चर कन्ट्री। इजरायल इज एन एग्रिकल्चर कन्ट्री। किनभने मरुभूमिवालालाई उनीहरूले भनौँ न भर्टिकल फार्मिङ यो टेक्नोलोजीले एडभान्समेन्ट गरेर कृषि उपज भएको छ। हाम्रो त घाँस फाल्थ्यो त्यहीँ उम्रिन्छ, जता गयो हरियो छ। आवर कन्ट्री इज एन एजेरियन कन्ट्री भनेको हरियाली वन भन्छ नेपालको धन भने जस्तै यत्तिकै हराभरा छ कि त्यो कमर्सियलाइज नगरे पनि यत्तिकै फैलिरहेको हुन्छ। मान्छेले अस्ति भर्खर एउटा थियो न्युज होइन जापानमा त्यो जुन बनमारै तितेपातीले फैलेकोबाट जडीबुटी निकालेर अरबौँको पैसा कमाउन सक्छ होइन। अवसर चाहिँ जताततै छ के।
तर देख्न पर्यो सिस्टममा नभएको के हो? सिस्टममा मैले जोड्न खोजेको सिस्टममा जुन मैले तितेपातीको उदाहरण भर्खर दिएँ नि, एउटा गोलमेडा बाटोमा बगेर फालिरहेछ कि भनौँ न त दुध पुरै पोखिरहेछ, त्यसमा हामीले नगरेको भन्ने इन्डस्ट्रियलाइजेसन नभए भ्यालु एड नगर्न सके हो कि। जुन गोलमेडाको 2 रुपियाँमा गइरहेको हुन्छ त्यसलाई के छ बनाउन सक्नु पर्यो, अथवा त्यसलाई स्टोर गरेर कोल्ड स्टोरमा त अब सबैको पहुँच नहोला, त्यतिर इन्डस्ट्रियलाइजेसनतिर लाग्नु पर्यो। भनौँ न कल कारखानाको गएर चाहिँ भ्यालु एड गरेर त्यो प्रडक्टलाई 2 रुपियाँ पर्ने चिजलाई 200 बनाउन सक्ने कला चाहिँ अहिले यो मोडलमा चाहिँ ल्याकिङ छ है। त्यति मात्र मैले भन्न चाहेँ। त्यति गरेपछि एक स्टेप माथि गइन्छ कि अपग्रेड आवर सेल्फ भनौँ न के हुन्छ बेटर चाहिँ गरिन्छ। मैले भने नि हिजोभन्दा आज राम्रो हुनु पऱ्यो, आजभन्दा भोलि राम्रो हुनु पऱ्यो भने अहिले जुन अवस्था छ त्योभन्दा बेटर चाहिँ हामी अभियस भइन्छ है। जस्तै हाम्रो कृषि क्षेत्रमा पनि यो बिमाकै कुरा गर्दाखेरि कृषि क्षेत्रमा जोखिम धेरै छ क्या। हजुर जस्तै हाम्रो मैले टमाटर लगाउँदाखेरि हाई रिस्क छ नि त। हजुर अब कहिले रोगले आइदेला, कहिले किराले खाइदेला, अनि कहीँ कतै त्यसमा पनि लुपोल भएर मान्छेले फाइदा उठाएको केही छ यो बिमाकोमा, जस्तै तरकारीको लागि स्पेसिफिक अहिले? देयर आर मेनी केसेस है। अब मैले बिमा यसको उत्तर दिनुभन्दा पहिला बिमा के हो भन्न चाहेँ। बिमा पनि एउटा व्यापार हो भनौँ न, एउटा भाँडामा सबैजनाको कलेक्सन हुन्छ र त्यही बास्केटबाट नै हामीले भनौँ न क्लेम दाबी दिने हो होइन। अहिले हाम्रो के छ भन्दाखेरि इन्क्लुडिङ माइसेल्फ है, अरूको म उदाहरण दिन चाहदिनँ, अहिले भने जस्तै अरूको खण्डन गर्ने आफ्नो नदेख्ने भन्ने हो नि। इन्क्लुडिङ माइसेल्फ पैसा तिरिरहेछ भने आई निड टु टेक समथिङ भन्ने चाहिँ छ। यो लाइफ इन्सुरेन्स त होइन नि किस्ता किस्ता बुझाएर लास्टमा आउने छैन। एकचोटि तिरिसकेपछि कुनै घटना घट्यो, कुनै भवितव्य घट्यो भने पो दाबी क्षतिपूर्ति पाउने हो नि त। यो बिमा भनेको फाइदाको लागि होइन, मैले अघि भनिसकेँ। तर जुन अब एउटा गोलमेडा किसानले एउटा बिमा गर्नुभयो र त्यसमा थोरै पास सुक्यो भने ल म क्लेम गर्नु पऱ्यो, म दाबी गर्नु पऱ्यो, म यति तिरेको थिएँ मैले फिर्ता लिन्छु भन्ने मेरो चलनले गर्दाखेरि नै बिग्रेको हो है। त्यति हो। अब यो जुन आर्थिक क्षति भयो, जुन तपाईँको न्यून जुन लागत पनि हजुरले जति त्यहाँ इन्क्लुड गर्नुभएको थियो कस्ट, तपाईँको कति लागत लागेको थियो त्यो पनि उठेन र एभरेज प्रोडक्सनभन्दा पनि तल भयो भने बल्ल दाबीको लागि एप्लाई गर्ने हो कि। अब आजकै उदाहरण दिन चाहेँ, हाम्रो एकजना अछामको एकजना आलु किसान हुनुहुन्थ्यो, मजाले फलेछ, तर मेरो बिमा लेखमा 20 मेट्रिक टन पर हेक्टर फल्ने भनेको छ सर, मेरो त 15 फल्यो, फल्न चाहिँ बबाल फलाएको छ, यत्रो ठुलो आलु लिएर आउनु थियो, मलाई 5 मेट्रिक टनको त चाहिन्छ सर, पोलिसी नै त्यही छ भनेर सरले भन्नुभयो। अब त्यो कुराले चाहिँ के हुन्छ भन्दाखेरि दुईवटा चिज हुन्छ, एउटा भनेको बिमाको व्यवसाय झन् घट्दै जान्छ र अर्को भनेको प्राइसिङ बढ्न जान्छ। अहिले जुन 100 रुपियाँको एउटा पुँजीको बिमा गर्नलाई 5 रुपियाँदेखि 7 रुपियाँ लाग्छ कि। जुन भनौँ न 1 लाखको गाईको भैँसीको बिमा गर्नलाई हामीले 5,000 दिनुपर्छ अनुदान जोडेर है। तर 3 करोडको घरको बिमा गर्न मानिलिउँ न, त्यसको 5-7 हजारभन्दा बढी छैन। किन भन्दाखेरि रिस्क बढी भयो, क्लेम बढी आएपछि प्राइसिङ बढ्न जान्छ कि। त्यो कुरा हामीले पनि याद गर्नुपर्ने हुन्छ। मलाई त्यो सुन्न मन लाग्यो, इन्ट्रेस्टिङ लाग्यो जुन आलुकै कुरा। हजुर यदि रुल्समै 20 मेट्रिक टनको उसले गरे हो भने 5 मेट्रिक टन त उसको कम भइहाल्यो नि। अभियसली उसले 20 मेट्रिक टनको लागि गरे हो, त्यो त क्लेममा जानुपर्ने होइन र नियमले नै एमओयूमा साइन छ भने। एक्ज्याक्टली नो। किन भन्दाखेरि मैले दुईवटा कुरा जोडिसकेँ। एउटा बिमा भनेको सुविधा हो, फाइदा होइन होइन। उसले एक्सपेक्टेड नै त्यही छ, पोलिसीमा लुपुल भयो। जुन एउटा भनौँ न आलु कार्डिनल अथवा आलु लोकल भेराइटीको नेपाल सरकारले जुन अछाम भनेको त अलिकति मध्य पहाडी उच्च पहाडी जिल्ला हो नि त, उच्च पहाडीमा तराई बेल्टमा जति फल्दैन नि त, त्यो एनालाइटिकल टेक्निकल फल्ट भएको हुनाले हो उहाँको जति हुनुपर्ने प्रोडक्सन भयो, तर तराईमा जति पहाडमा त फल्दैन नि त। मिठो हुन, टेस्ट मिठो हुन्छ, राम्रो हुन्छ, त्यो कुराले गर्दाखेरि चाहिँ अलिकति ग्याप देखिएको, त्यो बिमासँग रिलेटेड छैन है। भनेपछि हाम्रो जस्तै अहिलेको कन्टेक्स्टमा हजुर तराईको जे मेन्डेटरी छ त्यो पहाडमा पनि त्यही चलिरहेको छ, भेराइटी अनुसार छ होइन। भेराइटी अनुसार हुन्छ यो पनि अझै। अब तपाईँलाई त्यो आलुमै नजाम न, हजुरले गोलमेडाको धेरै बुझ्नुहुन्छ। सिर्जना जातको अलिकति ग्रिन हाउसभित्र अलि मजाले भनौँ न, अलि राम्रो टनले भित्र मजाले इरिगेसन पनि राम्रो, त्यही भनौँ न एफएमदेखि लिएर फार्म एडम मजाले गरिनु, प्रोडक्सन बढी हुन्छ। तर नर्मल तरिकाले भनौँ न अलिकति टनल पनि नगरेर सिजनल नै गरियो भने त त्यो भनौँ न भेराइटी प्रोडक्सन त तलमाथि हुनसक्छ नि त। एकदमै त्यो त हुन्छ। सठिक जुन भनौँ न बिमा गर्दाखेरि करारमा यति रोपनीमा यति फल्ने हुनाले भनेर एजम्सन बेसिसमा जान्छ नि त। तर त्यो एजम्सन त ठ्याक्क ल 3,750 केजी भन्यो भने 3,750 त हुँदैन नि त, कि 3400 हुनसक्यो अथवा 4 भनौँ न 4,000 पनि हुनसक्यो नि त। द्याट्स द केस। भनेपछि धेरै फल्यो भने ले भन्न त मिलेन नि त। एक्ज्याक्टली त्यही नै हो मोटामोटी नै हिसाबले हेर्दा। अनि बिमा चाहिँ अब हिस्ट्रीमै जाऊँ न नेपालको अहिले, अब यो बिमाको हिस्ट्री चाहिँ धेरैलाई थाहा छैन। यो कृषि बिमा चाहिँ गर्नुपर्छ भन्ने सोच हजुर सुरुमा हजुर र ल्याउने चाहिँ को हो त यो नेपालको लागि कन्टेक्स्टमा? यो लेटेस्ट नै छ नि त, जब 13 मै आएको भनेपछि त लेटेस्ट नै हो। यो ठ्याक्क वान एन्ड ओन्ली भन्ने त्यो भनौँ न फादर अफ ग्रिन लिबरेसन, यो फादर अफ यो भने जस्तो त्यो चाहिँ होइन। तर यो जे कुरा पनि हाम्रो विदेशबाटै त सिकिन्छ नि, एकदमै इनोभेसनको कुरा। फेरि त्यो गलत पनि होइन, कपी क्याट गर्न चाहिँ भएन
हो अरू देशमा आइसकेको चलनलाई चाहिँ नेपालमा चाहिँ बिमा नै इनिसिएसन नभएको हुनाले समयको माग भनौँ न त्यो हुन त इनिसिएसन त अब हाम्रो फोकल पर्सनको रूपमा चाहिँ विगत 10-11 वर्षदेखि शिवसुन्दर घिमिरे सर चाहिँ मन्त्रालयबाट र प्राधिकरणबाट पनि 2-3 जना अग्रज सरहरूले चाहिँ लिड गर्नुभयो तर उहाँले गर्दा नै कृषि बिमा आएको नेपालमा भन्न सक्ने अवस्था चाहिँ त्यो एकैजना मान्छेले चाहिँ तोक्न मिल्दैन यो समग्र राज्यको चाहिँ एउटा फ्यासिलिटी हो भन्ने त्यो चाहिँ अब यो चाहियो है देशलाई चाहिने स्थिति देखियो यो कम्पनीले जस्तै पोलिसीमा चाहिएर ल्याए हो कि सरकारले नै यो चाहिन्छ है किसानलाई भनेर ल्याए हो भन्ने कुरा मात्र हो कि मेरो मैले तपाईँको त्यो कुरा एकदम राम्रोसँग एक्सप्लेन गर्न चाहे बिमा केसको लागि बिमा 3-4वटा केसको लागि हुन्छ है एउटा राज्यको लागि राज्यको अर्थतन्त्रको लागि जुन मैले अलि थोरै भनिसकेँ एउटा ब्याङ्कको लोनको लागि अनि अर्को भने किसानको जोखिम रक्षावरणको लागि अर्को भनेको चाहिँ सामूहिक रूपमा एउटा कृषि प्रणालीलाई परिवर्तन गर्नको लागि र सबै यो 4वटा कुरा हेरेर चाहिँ बिमालाई ल्याइएको है मुख्य चाहिँ फेरि व्यावसायिक भनौँ न निर्वाहमुखी कृषिलाई चाहिँ व्यावसायिकरण गर्न र नेपालको कृषिमा भनौँ न कृषिमा भएको जुन अर्थतन्त्रलाई चाहिँ अझ कमर्सियलाइज गरेर बिग स्केलमा लैजानलाई अनि भएका यी रोग किरादेखि लिएर जोखिमको त धेरै प्रकोप छ नि त नेपालमा जोखिम र आउँदो दिनमा यो जलवायु परिवर्तनको जुन प्रकोप बढ्दै जान्छ नि त्यसलाई न्यूनीकरण गरेर मिटिगेट गर्नको लागि नै कृषि बिमा ल्याइएको हो नियमले चाहिँ तर यो कामकोमा चाहिँ अलिकति सुस्त हुँदाखेरि चाहिँ अलिकति गाह्रो लाग्दो रहेछ कि हामी एज अ फार्मर्सको हिसाबले हेर्दाखेरि हजुर कृषि बिमा चाहिँ हुन्छ भन्ने अब सुनेको मैले नि 4-5 वर्ष भइसक्यो हजुर तर मैले अहिलेसम्म गरे पनि छैन अनि कस्टिङ चाहिँ गर्दाखेरिको कस्टिङ चाहिँ हामीलाई महँगो नै रहेछ क्या 80% सरकारले दिँदा पनि अब मैले मेरो 32 रोपनी छ होइन मेरो फार्म गरेको आफैले त्यसको बिमा गर्दा नि केही नभने मैले 60-70 हजार तिर्नै पर्छ क्या एक्ज्याक्टली त्यो पनि 80% सरकारले तिर्दिएर पनि अनुदान हुँदा पनि म एउटा फार्मर्सले अब 60 हजार त हालेर त्यो लिने कि हजुर नलिने भन्दाखेरि चाहिँ मेरो अप्सन चाहिँ नलिनेमा गयो क्या बरु म रिक्स 60 हजारको मलजल औषधि विषादी ल्याएर हाल्छु त्यसमा मेरो फाइदा हुन्छ जस्तो लाग्यो एकदम मैले त्यो तपाईँको 2टा कुरा जोड्न चाहेँ त्यसमा होइन एउटा भनेको हाम्रो नेपाल सरकारले जुन 80% मेरो व्यक्तिगत धारणा है फेरि 80% जुन अनुदान दिएछ नि द्याट्स भेरी भेरी लेस इन कन्टेक्स्ट अफ नेपाल किन छ म 2टा उदाहरण दिन चाहन्छु हाम्रो हजुरले दिएको उदाहरण एउटा भइहाल्यो अफोर्डेबल छैन है कमर्सियल फार्मरको लागि अफोर्डेबल छैन अझ यो इनिसिएटिङ फेजमा र दोस्रो कुरा भनेको अरू जस्तै देश कृषि बिमाको ट्रेन्ड अरू देशमा के छ त ल हाम्रो छिमेकी मुलुक भारतकै ल्याउँ न प्रधानमन्त्री कृषि फसल बिमा आयोजना कार्यक्रम छ कि पिएमएमबी जस्तै हाम्रो प्रधानमन्त्री कृषि एकदम जस्तै त्यो त मैले नि त्यो फसल बिमा आयोजना कार्यक्रम छ अनि प्रान्त स्टेट अनुसार देयर इज अराउन्ड 97-98-99% अफ सब्सिडी 1% चाहिँ फर्मेटकोले मैले पैसा दिएको छु भन्ने छ त्यत्रो धेरै छ त्यस्तै इन्डियामा मात्र त्यस्तो हो कि अदर कन्ट्रिज टु अब भनौँ न हाम्रो जुन चाइनादेखि लिएर अमेरिका युएस जस्तो डेभलप कन्ट्रीहरूमा त बिमाको कुरै हुँदैन तर बिमा हुन्छ कि अटोमेटिकल्ली अरू कुराहरू अरू कस्टहरू हुन्छ नि त्यो सिडी किन्दाखेरि अथवा जुन गाई भैँसी किन्दा अथवा कुनै केही सामान किन्दा नै बिमा अटोमेटिक इन्कर्पोरेट भएर आएको हुन्छ र त्यसमा केही पनि झन्झट हुँदैन अब जोड्न थालेको कुरा के भन्दाखेरि अनुदानको पोर्सन किन 80% अझ मलाई कम लाग्छ भन्दाखेरि नेपाल एक कृषि प्रधान देश हो जुन हामीले भन्ने हो नि अब चाइनाले BYD भन्ने जुन हाम्रो अहिलेको चलेको जुन गाडी छ नि त्यसमा यस्तो हेभिली सब्सिडाइज गरेछ किन गरेछ भन्दाखेरि त्यसले उनीहरूको देशको अर्थतन्त्रलाई माथि लैजान सक्छ दे विल ग्रुम फ्रम द्याट BYD इलेक्ट्रोनिक्स अटोमोबाइलबाट भनेर अहिले टेस्लाले डाउन पार्यो नि कसरी पार्यो भन्दाखेरि दे आर हेभिली इम्फेसाइजिङ अन द्याट किन भन्दाखेरि भनौँ न प्रोडक्सन कस्ट कम भएपछि त डिमान्ड अटोमेटिक बढ्ने भयो टेक्नोलोजीले इन्हान्समेन्ट गरिसकेपछि रिलेटिभली अरूभन्दा माथि हुने भयो अब त्यही कुरा गर्न खोजेको चाइनाले सब्सिडाइज त्यसमा गरेछ अब युएसले केसमा गरेछ भन्दाखेरि स्पेस भनौँ नदेखि लिएर यो हात हतियारदेखि लिएर न्युक्लियर वेपन अब मार्समा चाहिँ अब मान्छेहरूलाई बसाल्ने भनेर जुन हाम्रो इलन मस्क लागिरहेको भएको छ नि त त्यसलाई चाहिँ उहाँहरूले हाइली सब्सिडाइज गर्नुभएको छ कारण किन भन्दाखेरि त्यसले देशको आर्थिक प्रगति उन्नति हुन्छ अब हामीले के अब अटोमोबाइल्स बनाउन सक्छौँ अब विदेशमा भनौँ न चन्द्रग्रहणमा गएर मान्छे बसाउन सक्छौँ हामीले त गर्ने कृषिमै हो कृषिमा त्यही माथि अहिले जलवायु परिवर्तन यो रोग किरा व्यापक भनौँ न जोखिम त अत्याधिक छ त्यही भएर चाहिँ किसानलाई अहिले सधैँको लागि म भन्दिनँ गाई भैँसीमा बिमाको लागि एउटा ट्रेन्ड बसिसक्यो तर बालीमा चाहिँ अझै पनि बिमाको महत्त्व देखाउन र कुनै ठुलो भवितव्य आएमा त्यो क्षतिपूर्तिबाट आफै उदाहरण भइसक्यो किसानले त अटोमेटिक गर्नुहुन्छ नि त अस्ति जुन एउटा डेजर्ट लोकस आयो तर अलिकति भनौँ न इन्भाइरोमेन्ट नमिल्ने भएर तराई बेल्टबाट नै आफै हरायो ल मानिन्यौ त्यो यत्रो भनौँ न प्रकोपको रूपमा फैल्यो भने त एउटा पात पनि बाँकी राख्दैन कि त्यस्तो कुनै भवितव्य आयो भने त ठुलो राहत हुन्छ नि त त्यस्तो बेलामा त्यो त भवितव्यमा त नदेला नि त फेरि हामीले यो भवितव्य हो यो हुँदैन भन्नेवाला होला नि त फेरि बिमा कम्पनी हुँदैन बिमा कम्पनीले जति बिमा गरेको छ त्यसको
खर्बौँ मिलिनियर बिलिनियर मल्टी बिलिनियर जति पनि क्लेम दिन्छ। कसरी दिन्छ भन्दाखेरि मैले एउटा उदाहरण पनि दिन चाहेँ, मैले भनिराखेको पनि हुन्छु। हाम्रो 2008-09मा जुन हाम्रो युएसमा चाहिँ इकोनोमिक क्राइसिस हुँदाखेरि जुन टोटल जिडिपी जुन बजेट भाषणको भन्दा 3 टाइम्स चाहिँ बिमा कम्पनीहरू क्लेम तिरेका थिए, स्टिल द इन्सुरेन्स कम्पनीज वेरन्ट अन लस। द रिजन इज बिमाको पनि बिमा हुन्छ, त्यसलाई हामीले पुनर्बिमा भनिन्छ। पुनर्बिमा भनेपछि जुन तपाईँकोबाट भनौँ न प्रिमियमको रूपमा 100 रुपियाँ लिएको छ भने बिमा कम्पनीहरूले 10 रुपियाँ मात्र राखेर 90 रुपियाँ भनौँ न ट्रिटी जसरी साइन भएको हुन्छ त्यही अनुसार पुनर्बिमाले दिने हो। पुनर्बिमाले पनि आफूले जति जोखिम वहन गर्न सक्छ त्यही अनुसार प्लेसमेन्ट गरेर विभिन्न अरू रिइन्सुरेन्सहरूलाई चाहिँ प्लेसमेन्ट गराए हुन्छ र क्लेम परेको खण्डमा 10वटा ठाउँबाट पैसा आउने हो कि। त्यो भएर इन्सुरेन्स कम्पनी चाहिँ डुबेको हतपत मैले देखाएको छैन। इट्स द प्लेसमेन्ट अफ द मनी है, सिधा हिसाबमा भन्दा प्लेसमेन्ट अफ द मनी हो। र यो चाहिँ त्यसरी डुब्ने अथवा दिन नसक्ने भन्ने जुन कोभिडको केसमा अस्ति पैसा आएन नि, त्यो भनेको प्लेसमेन्ट अफ द मनी भएको थिएन। यो लिमिटभन्दा माथि गयो भने वाट नेक्स्ट भन्ने चाहिँ नेपाल सरकारले चाहिँ त्यो प्लेसमेन्ट नगरेको हुनाले सिचुएसन त्यस्तो आएको। र सबै बिमा गर्दाखेरि आरआइटिटी कम्पलसरी हुन्छ है। ट्रिटी चाहिँ एउटा भनौँ न एउटा ट्रिटीमा चाहिँ साइन भएर पैसा चाहिँ प्लेसमेन्ट भएको हुन्छ है। त्यही भएर यो बिमा अलग खर्बको भयो नि दिन नसक्ने भन्ने केस आउँदैन र दिन पनि पर्छ है। जस्तो बिमा गरिसकेपछि सबभन्दा दुःखको कुरो चाहिँ बिमा गरिसकेपछि रहेछ कि दुःख चाहिँ नगर्दा बरु ठिकै जस्तो लाग्यो मलाई। म है पर्सनल्ली हजुर कि मेरो एउटा इन्सिडेन्ट के भयो भने मैले टनलको बिमा गरेको हजुर कुनै कम्पनीसँग ब्याङ्कको मार्फत जान परेर। हजुर त्यो त मेरो लिगल हो नि त हजुर। अनि त्यसपछि के भयो भने उहाँहरूले नहेरिकन मेरो टनलको बिमा गरिदिनु भयो हजुर। अनि पछि हावा वैशाखको टाइममा हावा लाग्दाखेरि चाहिँ मेरो प्लास्टिक उडाइदियो हजुर। अनि मैले चाहिँ क्लेम अब पठाउनु पऱ्यो। मेरो पठाउँदाखेरि कति पठाएको थिएँ भने क्लेम दाबी चाहिँ मेरो 3.5 लाख 4 लाखको हाराहारीको थियो। अब प्लास्टिक सबै ल्याइदियो। हजुर। त्यो भइसकेपछि नयाँ हाल्नु पऱ्यो भनेर पठाएँ। अनि उहाँ आउनुभयो हेर्न कम्पनीबाट आएर अब त्यो यसको सबै गर्नु। अनि पछि मलाई पैसा क्लेम गर्ने बेलामा चाहिँ कति भन्नु भाइ तिमी आउँछौ कि आउनु लिन भन्नु मलाई सिधै पहिला। अनि किन र दाइ भनेको 15-20 हजार मात्र तिम्रो क्लेम हुन्छ भन्नुभयो क्या। मेरो क्वेसन चाहिँ के हो भने इन्सुरेन्स गर्ने बेलामा चाहिँ नहेरिकन जति मन लाग्यो त्यसले गरिदिने, अनि क्लेम गर्ने बेलामा त्यसरी आउँदाखेरि त त्यो त डाउनग्रेड भएर होइन त। जस्तै कि सुरुमै हेरेर मेरो प्लास्टिकको हेरेर अथवा मेरो पुरानो थियो भने त्यही अनुसारको बिमा हुनुपर्ने हो। बिमा लिँदा चाहिँ रेट नयाँ लेखिदिने, अनि क्लेम दिने बेलामा चाहिँ यो च्यात्ते थियो यति च्यात्ते थियो तपाईँको यति मात्र पुवाल पर्यो भन्ने त अलिकति त्यो रिलिभेन्ट क्वेसन चाहिँ कस्तो मजा आएन क्या त्यो सुन्दाखेरि। हजुर। अनि त्यो चाहिँ किन खास त्यो तपाईँको एउटा प्रश्नको मसँग 3-4वटा जवाब छन्। म सिरियलले 3-4वटा जवाब भन्न चाहेँ। 1 नम्बरमा तपाईँले बिमा गरिसकेपछि एउटा मैले भने नि बिमा भनेको करार हो। तपाईँले एउटा कागजात दिएको हुन्छ, त्यसमा सबै कुरा लेखेको हुन्छ होइन। त्यो तपाईँले एकचोटि म्यानुअली पढ्नु पऱ्यो। त्यसमा एक्सक्लुजन सबै बिमा गर्दा बित्तिकै सबै कुरा कभर गर्दैन है। एक्सक्लुजन पनि हुन्छ इन्क्लुजन पनि हुन्छ, त्यो तपाईँले पढ्नु पऱ्यो। र भनौँ न बिमा गर्दाखेरि त्यो चिज एकदम फिट एन्ड फाइन हुनु पऱ्यो। पहिले बिरामी छ रोगी छ अथवा च्यातिएको छ भने त्यसको बिमा हुँदैन होइन। किन गरे त आइएम कमिङ त्यो भनौँ न त्यो हेर्नु पऱ्यो, त्यसमा त्रुटि होला। र अर्को कुरा जुन तपाईँको 15-20 हजार मात्र आयो भन्नुहुन्छ नि त्यसमा म आउँछ है। जुन तपाईँले 3.5 लाख क्लेम गर्नुभएको थियो 15-20 हजार मात्र आयो भने यु आर नट सेटिस्फाइड विथ द्याट मनी होइन। अथवा जस्टिफाइड लोजिक पनि आएको छैन किन 15-20 हजार आयो भने तपाईँले चित्तबुद्ध नि त। त्यो केसमा चाहिँ हाम्रो गभर्निङ बडी भनेको चाहिँ नेपाल बिमा प्राधिकरण कुपनडोलमा अफिस छ। तपाईँलाई चित्त बुझेन भने हजुरले उजुरी गर्न सक्नुहुन्छ कि विथ भ्यालिड रिजन होइन। अनि अर्को कुरा भनेको चाहिँ लास्टमा जोड्न खोजेको कुरा चाहिँ बिमा भनेको फेरि त्यही कुरामा आउँछ कि बिमा भनेको चाहिँ राहत हो होइन। तपाईँले 3.5 लाखको टनल भनौँ न प्लास्टिकै युज गर्नुभएको थियो थिएन, क्वेसन नम्बर 1 त्यो हुन्छ। त्यहाँ त बाँस पनि भयो, त्यहाँ तारबारदेखि लिएर सबै कुराहरू हुन्छन् होइन। तपाईँले पाउने भनेको त प्लास्टिकको मात्र हो। र अर्को कुरा भनेको चाहिँ हाम्रो प्लास्टिक चाहिँ 2 वर्षभन्दा पुरानो बिमा गर्न मिल्दैन। अनि त्यसमा बिमा कम्पनीको पनि फल्ट देख्छु, एबिसी हु द्याट कम्पनी इज होइन। त्यसमा चाहिँ बिमा गर्दाखेरि तपाईँले फोटो बगाइदा फोटो भिडियो पठाउनु पर्ने हुन्छ। तपाईँको बिमा लेख के को आधारमा जारी भन्दाखेरि ब्याङ्किङ पर्पजको लागि मात्र बिमा भयो, द्याट्स विल नट त्यो केस चाहिँ भ्यालिड होइन है। त्यो त मान्छेलाई झुक्काको भइहाल्यो नि हो। त्यो तपाईँले त सुरुमै अलर्ट हुनुपर्ने थियो। तपाईँले जुन करार पढ्दाखेरि मेरो यस्तो यस्तो भयो भने मेरो यस्तो त लाखौँको क्षति आउन सक्छ भने तपाईँले करार चाहिँ पढ्नुपर्ने आवश्यक हुन्थ्यो। र पछि ल पढ्नु भएन ल ठिक छ, मैले पनि मेरो बाइकको अहिलेसम्म पढाएको छैन। सबैले पढ्दैन फ्रेङ्कली पढ्दैनन् होइन। अब मेरो गाडीको पनि मैले पढाएको छैन तर छ है बिमा, अहिलेसम्म केही घटेको छैन। भयो भने पढाउँला होइन। अब जोड्न खोजेको कुरो के भन्दाखेरि तपाईँले चित्त त बुझेन नि त। तपाईँ नेपाल बिमा प्राधिकरणमा तपाईँले भ्यालिड रिजन सहित एउटा उजुरी हालेर चाहिँ तपाईँले आफ्नो अधिकार चाहिँ लिन सक्नुहुन्छ है।
त्यो सुन्ने शाखा त छ, तर त्यो शाखाले सुन्छ कि सुन्दैन? सुन्छ। अभियसली उनीहरूको काम नै हामीले जुन नेपाल सरकारको करको आधारमा उहाँहरू हाम्रै माग सम्बोधन गर्नको लागि बस्नु छ। धेरै केसमा किसानको 99% केसमा माग सम्बोधन हुन्छ। मैले चाहिँ कता कता अब एक्ज्याक्ट त मसँग यो छैन होइन, तर मैले सुनेको चाहिँ के भने जुन उजुरी गइसकेपछि नि हजुर यसको समय लाग्छ अरे क्या। त्यो झन् प्रोसेसमा जाँदाखेरि त्यो जानभन्दा बरु त्यो नलिकन घरै बसेको चाहिँ फाइदा हुन्छ भन्ने मैले चाहिँ सुनेको है। यो हो कि होइन त थाहा छैन मलाई। फाइदामा नजानु, तपाईँले फाइदा भन्ने शब्द गर्नु हो नि, तपाईँलाई अन्याय भएको छ भने कहिले पनि समय जान्छ यताउता भन्ने होइन, उसलाई उचित कारबाही हुन्छ। तपाईँको कारणबाट अरूलाई नजिर पनि हुन्छ कि आउँदो दिनमा त्यही समस्या अरू किसानले भोग्नुहुन्न कि। मैले फाइदा के कारण भनेको भन्दाखेरि चाहिँ जस्तै मैले त्यहाँ दिने समय फार्ममै दियो भने मेरो उत्पादन त बढेपछि म फाइदामा गएन, त्यो हिसाबले चाहिँ भने हो है मैले। इन्डाइरेक्टली फाइदा त अफकोर्स हुन्छ, किनभने समय सबैको लिमिटेड नै छ होइन। 24 घन्टा त हो, 8 घन्टा सुत्नु परिहाल्यो, त्यो 5-7 घन्टा फ्यामिलीलाई दिनु पऱ्यो, बाँकी काम गर्ने होइन। त्यो टाइम त अभियस कन्ज्युम हुन्छ, तर तपाईँले न्याय त पाउनुहुन्छ नि त। त्यो हिसाबले भन्न खोजेको मैले। त्यसको पनि केही टाइम हुन्छ, त्यहाँ उजुरी दिएको यति समयभित्र यो चाहिँ आउन पर्ने भन्ने केही छ कि? नेपाल बिमा प्राधिकरणलाई चाहिँ जिल्ला अदालत सरहको चाहिँ मान्यता प्लस सबै भनौँ न अधिकार छ होइन। त्यही भएर त्यो अरू यो मोटर बिमा सम्पत्ति बिमाको केसमा आई डोन्ट नो द केस कस्तो हुन्छ 100% म स्योर छैन, तर किसानलाई अथवा कृषिको बिमामा चाहिँ उहाँहरूले प्रायोरिटीमा राखेर चाहिँ त्यसलाई भनौँ न अपरेसन गर्नुहुन्छ। र हामीलाई 7 दिनको भनौँ न अरू केसमा पनि कहिलेकाहीँ डिस्प्युटेबल केसमा आउँछ 7 दिनभित्र चाहिँ भनौँ न खुलाइ पठाउनु भनेर एउटा लिखित पत्र नै आउँछ, त्यसको आधारमा चाहिँ फैसला हुन्छ। र त्यो फैसला अब मान्ने नमान्ने भन्ने कुरा त फेरि आफ्नो ठाउँमा रह्यो, तर उहाँले किसानलाई अन्याय हुने तरिकाले चाहिँ भनौँ न फैसला चाहिँ कहिले गर्नुहुन्न। जस्तै किसानहरूले चाहिँ कति समयभित्र, जस्तै उनीहरूले कम्पनीमा क्लेम गरेको हजुर कति समयभित्र त्यो आउन पर्ने हो, आएन भने बल्ल त्यो प्रोसेसमा जाने केही छ कि त्यत्तिकै जान पाइन्छ कि? त्यस्तो होइन, हाम्रो बिमा गरिसकेपछि दाबी आज पऱ्यो भने हाम्रो कृषि बिमाको केसमा चाहिँ 57 दिनभित्र त हजुरको हातमा चेक अथवा हजुरको खातामा चाहिँ पैसा भुक्तानी भइसक्नु पर्ने हुन्छ। र हजुरले भने जस्तै जुन हजुरको नेक्स्ट क्वेसन थियो नि त, के भन्नुभएको थियो अरे ठ्याक्क मैले क्याच गरेँ, कति दिनभित्र 57 दिन हो। र तपाईँले जुन कहिले जाने भन्ने चाहिँ त्यो जुन हजुरलाई डिस्चार्ज भाउचर आउँछ भनेको, डिस्चार्ज भाउचर भनेको म तेरो यति पैसा आयो, तपाईँको यति पैसा आयो, 15-20 हजार आयो भनेर जुन एउटा कागज आउँछ त्यहाँ तपाईँले छाप लाउनु पर्ने हुन्छ कि। त्यो चित्त बुझेन भनेर चाहिँ त्यो 15 दिनभित्र हजुरले चाहिँ त्यही लास्टमा लेखा हुन्छ चित्त नबुझेको चेककै पछाडि कि होइन? लास्टमा एउटा लाइन हुन्छ होइन, त्यो हजुरले चाहिँ मजाले पढ्नु भयो भने देखिन्छ त्यहाँ हजुरले चित्त नबुझी साइन अथवा भनौँ न आफ्नो फर्मको छाप चाहिँ लाउनु भएन, र त्यसलाई लिएर नै हजुर चाहिँ प्राधिकरणमा लिखित 1 पेजको मात्र लिखित एउटा 57 दिनभित्र कम्पनीले पेस दिन पर्यो। तर तपाईँले सबै कागजात चाहिँ बुझाइसक्नु पर्ने हुन्छ है त्यो दाबीको लागि। मेरो कागजात बुझाइसकेको पुरै टोटल भइसकेको 57 दिनपछि चाहिँ भित्र होइन यस्तो हो, जुन आज घटना घट्यो भने 3 दिन तपाईँले जानकारी दिने समय हुन्छ, त्यसपछि 15 दिन तपाईँले डकुमेन्टेसन कलेक्सन गर्ने टाइम हुन्छ, त्यसपछि 35 दिन कम्पनीलाई जुन सबै डकुमेन्ट हेरेर एप्रुभ गरेर चेक बनाउने टाइम गरेर 57 दिन त्यसरी एलोकेट भएको हुन्छ है। भनेपछि एक्ज्याक्ट कम्पनीको टाइम भनेको 35 डेज मात्र हो। 35 डेज हो। हामीले चाहिँ पेपर पनि त टाइममा दिन सक्नु पर्यो। पेपर पनि हजुर जस्तै टाइममा भएन, कुनै किसानले दिन सकेन, मानव 57 डेज त छ होइन, तर कसैले दिन सकेन अरे 15 दिन र 3 दिन गर्दा 18 दिन हुन्छ हजुर। 18 दिनभित्र उसले 25 दिनमा दियो अरे मानव सबै डकुमेन्ट, त्यो त्यसकोमा चाहिँ के हुन्छ एक्सटेन्डेड हुन्छ कि? त्यो जुन उहाँहरूको 57 दिन चाहिँ एक्सिड हुन जाने भयो, अलि बढ्न जाने भयो, तर क्लेमेबल चाहिँ हुन्छ, मतलब दाबी नै नपाउने भन्ने हुन्छ। जानकारी चाहिँ फेरि 3 दिनभित्रै गर्नुपर्ने हुन्छ। कहिलेकाहीँ फेरि त्यहाँ फिल्डमै गएर लस एस्टिमेट 5 लाखभन्दा बढीको क्षति छ भने चाहिँ फिल्डमै गएर चाहिँ मोनिटर कम्पलसरी गर्नुपर्ने हुन्छ कि। 1 लाखभन्दा माथिको भन्ने सुनेको थियो त? होइन 5 लाख हो होइन, अझ पहिला 2 वर्ष अगाडि 2 लाख थियो, त्यसलाई 5 लाखमा पारिएको छ। त्यसमा फेरि बिमा कम्पनीले गएर हेर्ने होइन, क्षति मूल्याङ्कनकर्ता भन्ने अटोनोमस भनौँ न यो क्षेत्रभन्दा बिमा कम्पनीभन्दा बाहिरको एउटा भनौँ न अलिकति इन्डिभिजुअल एउटा ट्रेन्ड व्यक्ति, कम्तीमा आइएसएजी पढेर चाहिँ एउटा तालिम लिएको क्षति मूल्याङ्कनकर्ताको उहाँ एउटा निष्पक्ष व्यक्ति, किसानको फेभरको पनि होइन, बिमा कम्पनीको फेभर कसले चाहिँ राख्छ त्यो एपोइन्ट त बिमा कम्पनीले नै गर्ने हो। आफ्नै बिमा कम्पनीले कि संस्थानले? होइन हामीले जुन बिमा कम्पनीमा चाहिँ बिमा लेख जारी भएको थियो त्यही कम्पनीले नै एपोइन्ट गर्ने हो, तर त्यो लाइसेन्स दिने चाहिँ नेपाल बिमा प्राधिकरणले नै हो है। नेपाल बिमा प्राधिकरणले लाइसेन्स दिने, तर एपोइन्टमेन्ट त कम्पनी आफ्नो जसको हो उसैले नै राख्ने हो। जो फ्री हुनुहुन्छ त्यो भनेको त पार्ट टाइम, त्यो त फेभर त उसैको कम्पनीमा गइहाल्छ नि अभियसली होइन। जस्तै बाहिर संस्थाबाट जस्तै हाम्रो बिमा संस्थान छ नि, त्यहाँबाट आउनुभयो भने पो फेभर संस्थातिरबाट भयो, मान्छे सिङ्गल हुन्छ, कम्पनीमा पनि जान्न किसानमा पनि जान्न भन्ने हुन्छ। तर अपोइन्टमेन्ट त के अरे कम्पनीबाट भइसकेपछि त हजुर थोरै मरै फेभर त उता जाला नि त। त्यो हजुरले भनेको कुरा म फुल्ली एग्री चाहिँ गर्दिनँ, हुनसक्छ होइन,
तर उहाँलाई पनि आफ्नो आफ्नो अधिकार प्रयोग गर्ने ठाउँ हुन्छ नि त। उहाँले त निष्पक्ष काम कारबाही गर्ने शपथै खाएर एउटा पेपरै दिनुपर्ने हुन्छ कि मैले फिल्डमा देखेको जे छ त्यही आधारमा निष्पक्ष काम गरेको छु र भनौँ न मैले गरेको मूल्याङ्कन तलमाथि मेरो भनौँ न नलेज अनुसार भनेर चाहिँ एउटा शपथ जस्तै नै हुन्छ कि। त्यही भएर उहाँले म्यानिपुलेट गरेर र त्यो भनौँ न कतैबाट पक्रियो भने चाहिँ उहाँलाई कानुन बमोजिम कारबाही भएर उहाँको लाइसेन्स खारेज हुन्छ। अनि जस्तै त्यस्तोमा किसानसँग मिलेको भयो भने त्यो पनि हुन्छ। त्यो त अभियसली छ नि त। बायस अन इन्सुरेन्स कम्पनी अर फार्मर्स, उहाँ चाहिँ एकदम दुवै क्षेत्रलाई चाहिँ दुवै पार्टीलाई चाहिँ एकदम ब्यालेन्स गरेर लानुहुन्छ। कहिलेकाहीँ फेरि किसानसँग मिलेर म तँलाई 5,000 दिन्छु त्यो म गरिदिन्छु भन्ने केस आयो भने नि उहाँलाई कारबाही हुन्छ। फेरि त्यो आयो भने हजुरले बिमा कम्पनीको कुरा लिनु त्यो किसानको फेभरमा पनि उहाँले त्यसरी गर्न मिल्दैन। तर मैले देखेको भएर चाहिँ यो सोधे हो कि खास चाहिँ यो कहीँ कतै त्यस्तो तपाईँले देख्नुभयो भने यु क्यान अघि भने जस्तै नेपाल बिमा प्राधिकरणमा गएर चाहिँ हजुरले उजुरी गर्न सक्नुहुन्छ। तर त भनौँ न प्रमाण चाहिँ चाहियो है। फेरि के हुन्छ भने एउटा किसान भइसकेपछि किसानले कसैले पैसा अब लिँदाखेरि चाहिँ त्यो गइँदैन कि कोही पनि त्यो इनफेभरमा उहाँहरूलाई यो गरेर बिगारौँ भन्ने हुँदैन। त्यो कारणले चाहिँ कोही पनि जाँदैन होला सायदै किसानको। होइन, यो मेरो पर्सनल 4 वर्ष जतिको एक्सपिरियन्समा साँच्चै अन्याय परेको किसानहरू जानुहुन्छ। र अझ हजुरलाई भन्दाखेरि के छ भन्दाखेरि कुनै कुरामा किसानको जेन्युन लस पनि भएको हुन्छ तर पोलिसीले दिँदैन कि क्लेम दिनलाई। त्यो केसमा हामीले आफै सजेसन पनि गर्छौँ कि किसानलाई होइन यो चाहिँ हाम्रो नीति नियमले दिँदैन, तर तपाईँलाई अन्याय भएको छ एकचोटि तपाईँले चाहिँ नेपाल बिमा प्राधिकरणमा गएर सरसल्लाह लिनुहोस्। उजुरी चाहिँ होइन, फिडब्याक लिनुहोस् न, यो क्लजले गर्दाखेरि यस्तो भयो भनेर म्युचुअल नेगोसिएसनमा पनि गएको केस छ है। त्यो नभएको होइन। अरू यो मोटर गाडीको घोडामा चाहिँ हुँदैन। अहिले चाहे नेपाली बिमा प्राधिकरण चाहे इन्सुरेन्स कम्पनीको पनि हायर म्यानेजमेन्टले चाहिँ किसान त हो, किसानलाई मारेर त हामी आफै मर्ने भन्ने चाहिँ एउटा पढे लेखेको मान्छेले अभियसली बुझ्छ। सबैजना अबुझ हुन्छ, सबैमा 100मा 100 त्यो भन्दैन, तर 100मा 80 जनाले चाहिँ भनौँ न एन्सर चाहिँ त्यही आउँछ कि। किन भन्दाखेरि हाम्रो पोर्टफोलियोले कम्पनी भनौँ न एउटा कुनै कम्पनीको 400 करोड बिमा आर्जन हुन्छ भने एक वर्षमा जम्मा 10, 20, 25 करोडको मात्र हुन्छ कि कृषि बिमाको पोर्टफोलियो। त्यही भएर त्यस्तो अलिकति त्यस्तो टाइटनेस छैन। हामी आफै भनौँ न जति जे कुरा गरे पनि अलिकति माइक्रो लेभलमै जान्छ कि हामी किसानहरू भनौँ न ल्यापटप चलाउन जान्दैनौँ, अवेरनेस छैन भनेपछि पढिँदैन। भएन भनेर एकजनाले ल हजुरले भर्खर जुन कुराहरू भन्नु भने म्याक्सिमम् जो बिमाको नकारात्मक पक्षहरूलाई छ कि भनेपछि हजुरले त एउटा नलेज सेयरिङ गर्नुहुन्छ नि। सकारात्मक होस् या नकारात्मक नलेज सेयरिङ गरिसकेपछि त्यही अनुसारको बजार मार्केट पेनिट्रेट हुन्छ कि। त्यही भएर कुरो बुझ्न आवश्यक छ। कुरो बुझिसकेपछि कसैको इनफेभरमा इन्जस्टिसमा काम हुन्छ जस्तो मलाई चाहिँ लाग्दैन है। अब यो जुन भनौँ न फेरि त्यो त्यस्तो छ भने पनि नीति नियमहरू परिवर्तन हुन्छन्। हाम्रो यो 12 वर्षको इन्टरभलमा 4 चोटिसम्म चाहिँ हाम्रो निर्देशिका मुख्य भनौँ न बिमाको चाहिँ निर्देशिका चेन्ज भयो र अनुदान दिने कार्यविधि 2-3 चोटिसम्म चेन्ज भयो, रिभाइज भएको भइछ। राम्रो भयो कि वर्क इन प्रोग्रेसमा छ, बेटर पार्न खोजिराखिएको छ कि त्यति हो। अझ बेटर चाहिँ भइसक्यो हैन, बेटरमा छ भनौँ न, बेटरमा छ। आउँदो दिनमा अवश्य राम्रो हुन्छ हैन। आशावादी भनौँ न, जिन्दगी नै आशाको हो। आशा निराशा भयो भने त जिन्दगी त जे कुरामा पनि केही पनि देख्न सकिँदैन नि त हैन र। अनि यो बिमा गर्ने किसानहरू चाहिँ हजुरले अब एज अ किसानको बिमा गर्ने भएको बालीको किसान कति छन् हजुरको देखेको हैन, हजुरले कति जति गर्नु भएको छ? अब यो बढ्दो क्रममा छ कि घट्दो क्रममा छ? यो हाम्रो 12 वर्षको डाटा हेर्नु नि, यो जुन 1-2 वर्षमा चाहिँ अलि एक्सटर्नल फ्याक्टरहरूले प्ले गरेका छन् हैन। अनुदान नआउने यताउतादेखि लिएर यो पोलिसी रिभाइज भएर जुन डिजिटल एग्रिकल्चर सुरु भएको छ अहिले, त्योभन्दा 10 वर्षको डाटा हेर्नु नि एकदमै बढ्दो क्रममा जुन हामीले इन्क्रिजिङ रेट भन्छौँ नि, आज 5 छ भने अर्को वर्ष 12, अर्को वर्ष 27। लाइभ स्टकको इन्क्रिजिङ हो कि तरकारीतिरको? दुवै हुन 90% कभरेज त लाइभ स्टकको छ, 10% मात्र क्रपको छ। तर पनि एकदम इन्क्रिजिङ रेटमा गएको छ। र अहिले हालसालै 5-7 महिनाको कुरा गर्ने हो भने चाहिँ अलि डामाडोल छ। किन डामाडोल छ भन्दाखेरि जुन एउटा पोलिसी भन्यो हायर लेभलमा के पोलिसी भन्यो भन्दाखेरि अब डिजिटलाइज हुनुपर्छ। जे प्लेटफर्म पनि डिजिटलाइज, जे पनि एआई यताउता गर्दाखेरि चाहिँ अहिले बिमा चाहिँ मोबाइलबाट, किसानले पनि ल्यापटप मोबाइलबाट गर्नुपर्ने, प्राविधिकले मोबाइलबाट, एउटा दुर्गममा डोल्पामा भएको किसानले मोबाइलबाट बिमा गर्न सक्छ हैन? मोबाइल चलाउन जाने छ कि नै भन्ने पहिलो प्रश्न। त्यो मोबाइल त उसले जहाँसम्म लाग्छ प्र्याक्टिकली स्याम्पलै गर्ने भने 100 जना मध्ये 90 जनासँग त्यो टुकटुके मोबाइल पनि छैन कि दुर्गम ठाउँको छैन। त्यो स्मार्टफोनको त परेको कुरा। अहिले डिजिटल्ली गर्न पर्ने भएको हुनाले एकदम डिक्लाइनिङ फेजमा छ। त्यो चाहिँ अलिकति च्यालेन्जिङ छ। तर त्यसलाई पनि अब अहिलेको सिनारियो हेरेर चाहिँ एड्रेस हुन्छ। किन नहुने त भनेको यो
डिजिटल्ली गर्नुपर्छ भनेर ल युएसको एउटा अलिकति कमर्सियलाइज तपाईँ जस्तो फार्मरको लागि पनि इट्स सुइटेबल है हजुर एकदमै मेरो लागि त ठिकै भयो 30-40 रुपियाँ गर्नु छ न प्राइभेट भनौँ न फर्म भर्नु पर्यो न कागज यहाँ बुझाउनु पर्यो तपाईँले मोबाइलबाटै वाइफाई पनि छ तपाईँको फार्ममा होइन तर काठमाडौँ ललितपुरको कुरा गर्दैछौँ हामी उता पछाडि बागमती गाउँपालिका अथवा भनौँ त्यो फेरि अर्को ठाउँ भइहाल्यो त्यो अलि अर्कै भूगोल छ के फेरि हजुरको नगरपालिका पर्यो नि त अब हजुरलाई सबै टेक्नोलोजी फ्रेन्डली हुनुहुन्छ हजुर म त जान्ने पनि भयो तर त्यो भनेको त तपाईँ 99 मा 1% फार्मरमा पर्नु छ कि होइन जे कुरामा पनि एकदमै यो पोलिसी त फेरि अपवाद अथवा आउटलायर्सलाई एड्रेस गरेर गर्ने त होइन त्यही भएर अहिले किसानको म कुरा लिन चाहदिनँ अरू जुन स्टेक होल्डर छन् नि जुन यो बिमा गर्नलाई चाहिने टेक्निसियन सिफारिस चाहिन्छ त्यस्तै गरेर बिमा अन्डरराइट गर्ने इन्ट्री गर्ने हाम्रो इन्सुरेन्स कम्पनीका स्टाफहरू उहाँहरूलाई नै च्यालेन्जिङ छ कि जो वर्षौँदेखि यही काम गर्दै आउनुभएको छ त्यो अलिकति च्यालेन्जिङ भएको छ डिजिटल एग्रिकल्चरले गर्दा त्यही भएर मैले के जोड्न चाहेँ भन्दाखेरि डिजिटलाइजेसन इज अलवेज नट अ सल्युसन है त्यो भनौँ न आफ्नो वातावरण हेरेर चाहिँ गर्नुपर्छ जस्तो लाग्छ मलाई कृषिमा बिमा गर्नको लागि हजुर किसानलाई कसरी चाहिँ प्रेरित गर्ने अथवा किसानलाई कसरी चाहिँ यसको बारेमा बुझाउने हजुर के छ त अब एउटा यङ हिसाबले पनि यसलाई बुझ्नै पर्छ भन्ने त होला नि त मान्यता त अब म बिमकको हिसाबमा त बिमकको तर्फबाट बोल्ने हो भने बिमा कम्पनीहरूले कृषिको बिमा गर्न नखोजेको अवस्था छ है बिमकको प्रतिनिधि गरेर बोल्ने हो भने तर कृषि विद्यार्थी कृषिको एउटा भनौँ न यो नेपालमा केही बसेर कृषि क्षेत्रलाई भनौँ न केही टेवा पुर्याउनु पर्छ भनेर लागेको अब कृषि विद्यार्थीको रूपमा हेर्ने हो भने आउँदो दिनमा बिमालाई एकदम प्रायोरिटाइज गर्नुपर्छ होइन नेपालको अर्थतन्त्र डामाडोल हुनबाट बचाउनुपर्छ र यसलाई चाहिँ अझ आउँदो दिनमा अझ बढाउँदै गएर चाहिँ यसमा भएका समस्याहरूलाई चाहिँ सम्बोधन गर्नुपर्छ भन्ने चाहिँ कृषि विद्यार्थीको नाताले त्यो छ है त्यस्तै गरेर सामान्य अब भनौँ न किसान पनि त हो नि कसरी चाहिँ अब किसानहरूलाई शिक्षित पनि त गराउनु पर्यो कि बिमाको बारेमा एक्ज्याक्टली त्यो भनेको सिधै बिमा भनेर नै चाहिँ हुँदैन होइन सबै कुरा चाहिँ इन्टरलिङ्क भएर जान्छ होइन बिमा नै गर्ने बिमा भनेर चाहिँ कहिले पनि बिमा हुँदैन हामीले किसानलाई बिमा गर्ने किसान तपाईँ पनि एउटा किसान हो किसानलाई मात्र एड्रेस गर्न हुँदैन तपाईँको किसानको समूह किसानको सहकारी किसानको क्षेत्र भूगोल अनुसार अब हजुर गोलबेडा किसान जस्तै गोलबेडा किसानको एउटा स्केलमा चाहिँ बटम टु टप होइन कि टप टु बटम एप्रोचबाट चाहिँ गर्नुपर्छ भन्ने मलाई लाग्छ है अब यत्रो धेरै कुरा गरिसकियो होइन रमाइलै भयो जस आजको मलाई चाहिँ रमाइलै लाग्यो फर्स्ट एपिसोड त्यो पनि बिमाको बारेमा र अरू कृषिको बारेमा पनि बुझ्दाखेरि तपाईँलाई चाहिँ केही त्यस्तो मैले चाहिँ यो कुरा भन्न मन लाग्ने छ यो कुरा चाहिँ मैले भन्नुपर्छ है भन्ने जस्तो केही छ भने तपाईँले भन्दा चाहिँ हुन्छ है अब यस्तो छ है यो नेपालको समग्रमा पनि होइन विश्वको समग्रमा हेर्ने हो भने हाम्रो यो कृषि भनौँ न र हाम्रो पपुलेसन जुन यो फेरि जता पनि कनेक्टेड हुन्छ कि कृषि नेपाल अब सन् 2050-60मा जाँदाखेरि हाम्रो जनसङ्ख्या डबल हुनेवाला छ तर हाम्रो खानेकुरा त बढ्दो अवस्थामा छैन नि त इट्स अ च्यालेन्जिङ किन भन्दाखेरि अलिकति फर्टाइल ल्यान्ड डिग्रेड हुँदै गइरहेको छ र उत्पादन घट्दै गइरहेको छ तर हाम्रो भोको पेटले त त्यो बुझ्दैन नि बुझ्छ र बुझ्दैन नि त्यसलाई कसरी बढाउने भन्ने कुरा नै हाम्रो मुख्य टार्गेट हुन्छ र त्यसलाई त्यो भनेको फेरि जोखिम व्यवस्थापन र उत्पादकत्व वृद्धिमा जान्छ नि त त्यसलाई कसरी मिटिगेट गरेर जोखिम व्यवस्थापन भनेको बिमा होइन है जोखिम व्यवस्थापन भनेको हाम्रो जुन भनौँ न हाई इम्प्रुभ भेराइटिज सस्टेनेबल फार्मिङ मोनोक्रोपिङको सट्टा भनौँ न मिक्स क्रपिङदेखि लिएर आइपिएमदेखि लिएर भनौँ न असल कृषि अभ्यास विविध कुराहरू पछि मात्र लास्टमा बिमा आउने हो र हामीले उत्पादकत्वलाई भनौँ न उत्पादकत्वलाई चाहिँ प्रोत्साहन गर्दै आउँदो पिँढीलाई चाहिँ भनौँ न सस्टेन गर्नुपर्ने हुन्छ र सबै सरकारहरूको चाहिँ यसमा इक्वल कन्ट्रिब्युसन हुन्छ जुन हामीले भनिन्छ नि सस्टेनेबल एग्रिकल्चर गोल भनेर 17वटा गोल छ त्यो भनेको हाम्रो भनौँ न अलिकति हामी सबैजनाको चाहिँ समग्र रूपमा भनौँ न वृद्धि भनौँ न एउटा साउन्ड लिभिङको लागि हो नि त होइन अब त्यसमा जोड्ने जाँदाखेरि हाम्रो के छ भन्दाखेरि पोलिसी मेकिङमा भिजन चाहिँ हाम्रो होइन विकास हुनुपर्छ विकास भनिन्छ नि आई डोन्ट थिङ्क सो विकासले केही पनि गर्दैन चाहिने हामीलाई के हो थाहा छ विकास अमेरिका चाइना भनौँ न बेलायत कति विकसित छन् तर भनौँ न मेन्टल टर्चर अथवा टेन्सन उनीहरूलाई समय छैन एउटा तनाव छ हामी चाहिँ भनौँ न एकदम शान्त भनौँ न आफ्नोमा चाहिँ भनौँ न फिजिकल्ली सबै श्रम गर्न पाइयोस् र मनमा कुनै पनि तनाव छैन नि त्यो नै सबैभन्दा ठुलो विकास हो भौतिक रूपमा सुखी भएर केही पनि हुँदैन तर मानसिक रूपमा चाहिँ हामी तनावमुक्त भइयो भने नै त्यसलाई नै विकास भनिन्छ भन्ने जस्तो मलाई लाग्छ पर्सनल्ली अब अरू त अब मेरो अन्तिम त के हुनु हजुरहरूले आफ्नो पोडकास्टको पहिलो एपिसोडमा मलाई बोलाएको हुँदाखेरि हृदयदेखि नै धन्यवाद भन्न चाहन्छु यो पनि मेरो लागि सौभाग्य हो भनौँ न अब
हाम्रो सगरमाथामा पहिलो को जोड्यो भन्ने हामी सबैलाई थाहा छ तर दोस्रो को भयो त थाहा छैन नि त मतलब पनि हुँदैन यो चान्स यो प्लेटफर्म हजुरले दिएको हुँदाखेरि यो यसरी पोडकास्टमा मेरो पनि पहिलोचोटि हो त्यसको लागि धेरै धेरै धन्यवाद र शुभकामना पनि हजुरहरू धन्यवाद हजुरलाई भनेर अनि यो सँगसँगै मैले एउटा सानो मायाको चिनो पनि हजुरलाई ल्याएको छु त्यो पनि म हजुरलाई सेयर गर्न चाहेँ सुन्नु हाम्रो यो कृषि बिमाको देखिरहेको छ होला कृषि बिमाको पहिलो किताब हो कि यो बिमा सम्बन्धी हाम्रो रेफरेन्स मेटेरियल पनि छैन यो कसले बनाएको यो चाहिँ यो लेखक हामी 4 जना छौँ म लगायत 4 जना अलि सिनियर सरहरू हुनुहुन्छ उहाँहरूको गाइडेन्समा एउटा बुक 2 वर्ष लगाएर लेखेका छौँ र यो प्रायोरिटीमा चाहिँ किसान भन्दा नि कमर्सियल फार्मर त भइहाल्नु भयो र यसमा पोलिसी मेकर रिसर्चर र स्टुडेन्टको चाहिँ सबै 10 वर्षको हिस्ट्री छ र सम्भावनाहरू च्यालेन्जहरू के छ भन्ने कुरा चाहिँ समेट्न खोजिएको छ यो किताब चाहिँ हजुरलाई यो गिफ्ट स्वरूप चाहिँ हजुरलाई दिन चाहेँ मैले ल धन्यवाद हजुरलाई इन्सुरेन्सको बारेमा त पढ्नु पनि पर्यो यता पनि देखाइदिनु होला हेर्नु होला यो सबैजनाले यस विषयमा कृषिको बिमा समग्र बिमा कि कृषिको बिमा मात्र यसमा यो कृषिको मात्र ओन्ली एग्रिकल्चरको बारेमा बिमाको बारेमा 10 वर्षदेखि के भइरहेछ अब के हुँदैछ र अब आउनेमा के हुन्छ भन्ने कुरा चाहिँ यसमा लेखेको छ यो कति समय लागेर लेख्नु हो अब लाग्न 2 वर्ष प्लस लाग्यो तर हजुरलाई पढ्न 2 दिनभन्दा लाग्दैन यसको फिडब्याक चाहिँ मलाई दिनु होला ल यो म पढेर चाहिँ जहिले पढेर भ्याउँछु त्यसले चाहिँ म फिडब्याक दिन्छु त्यति भन्दै हाम्रो यो पोडकास्टको पहिलो एपिसोड यहीँ अन्त गर्न चाहन्छु हस् त धन्यवाद हस् थ्याङ्क यू हस्